हेलो एन्ड नमस्ते सबैलाई स्वागत छ हाम्रो नमस्ते घर घरमा सबैजनालाई। सिजन्समा। अनि आज चाहिँ हामी कुरा गर्न गइरहेको छौँ व्हेन हेभन बर्न्स ब्लू बाई बिलव अधिकारीज्यू। आज चाहिँ हाम्रो प्रोग्राममा आफ्नो समय मिलाएर आइदिनु भएकोमा हाम्रो बिलव अधिकारीज्यूलाई धेरै धन्यवाद दिन चाहन्छु अनि हजुरलाई स्वागत छ यो कार्यक्रममा। धन्यवाद। हजुर आरामै हुनुहुन्छ? आरामै छु, धेरै धेरै धन्यवाद हजुरले सोधिदिनु भएकोमा। अनि म हजुरलाई थोरै प्रश्न सोध्न चाहेँ, यो चाहिँ थोरै व्यक्तिगत प्रश्न नै भनौँ। व्यक्तिगत प्रश्नमा जाँदाखेरि आज चाहिँ तपाईँले आफूलाई चाहिँ कसरी चिनाउनुहुन्छ भन्ने चाहिँ एउटा चिनारी, जस्तै कि लेखक, दार्शनिक कि एक सोच्ने व्यक्ति? मैले अहिलेको लागि चाहिँ हालसालको लागि चाहिँ म लेखकको रूपमा चिनिन चाहन्छु। हजुर, तर मेरो लाइफ लङ चाहिँ मैले सबै कुरा ट्राई गर्ने हजुर। खालको मान्छे हो म, अनि त्यही भएर। अनि हजुरलाई हेभन बर्न्स ब्लू लेख्नुपर्ने अनुभूति चाहिँ पहिलोपटक कहिले भयो त? यो मैले सानैदेखिबाट एउटा किताब म लेख्छु भनेर बसिरहेको थिएँ होइन, तर हजुर, कसको बारेमा केको बारेमा लेख्ने भन्ने कुराको ज्ञान थिएन मसँग। हजुर, अनि म चाहिँ सानोबाट किताबहरूमा एकदम रुचि राख्ने मान्छे हो। अब जस्तै क्रिस्टोफर मुर अनि टिम मिन्चन यिनीहरू यो हुन्छ नि वेस्टर्न फिलोसफरहरू, यिनीहरूको एकदम कुराहरू मनपर्ने मलाई। अनि त्यही भएर अनि यसो आफ्नो पनि कथा अब व्यक्त गर्ने कि भन्ने सोचमा चाहिँ थिएँ, तर कसरी गर्ने भन्ने थिएन। पछि चाहिँ आफ्नो लाइफ एक्सपिरियन्स यस्तो तरिकाले घटना घट्यो होइन हजुर, लाइफमा। अनि त्यसैपछि अनि म मेरो लाइफकै बारेमा लेख्छु। अब सुरु फर्स्ट नोभल पनि हो होइन। अब मलाई आफूले भन्दा बाहेक अरूले कसले चिनेको हुन्छ र होइन। हाम्रो दिमागमा हुने युद्धहरू जुन हजुर। भइरहेको छ अरूले देख्न सक्दैनन् होइन। त्यसको उल्लेखन आफूले भन्दा बाहेक अरू कसैले राम्रो गर्ला जस्तो लागेन मलाई। अनि त्यही भएर मैले चाहिँ यो बुक आफ्नो भावहरूलाई चाहिँ एउटा शब्दकोमा प्रकट गरेको। धेरै धन्यवाद। अनि उहाँले चाहिँ अब बाल्यकालदेखि नै यस्तो कुराहरू एक्सपिरियन्स गर्दै आउनुभयो अनि उहाँलाई चाहिँ अब आफ्नो पढाइ स्वरूप नै पनि यो लेख्न मन लाग्यो अनि उहाँले चाहिँ आफ्नो व्यक्तिगत रूपमा लेख्नुभएको छ यो किताब। एकदम नै निकै नै राम्रो छ। यो चाहिँ मैले पनि पढेँ। यो किताब पढ्दाखेरि चाहिँ मलाई एउटा छुट्टै लाइफमा गएको एक्सपिरियन्स भयो अनि त्यो जुन एक्सपिरियन्स उहाँले गर्नुभयो त्यो एक्सपिरियन्स आफैले गर्न पाउँदाखेरि ओहो यो यस्तो कन्डिसनहरू पनि हुँदो रहेछ भनेर चाहिँ मैले पनि थाहा पाएँ। तर जस्तै कि यो किताबले एउटा दिने सूचना चाहिँ हाम्रो यो आम जनताको लागि सबै मानिसहरूमा चाहिँ निर्भर गर्दछ। हजुरले चाहिँ यो पुस्तक लेख्न सुरु गर्दा तपाईँको जीवन चाहिँ अब कस्तो अवस्थामा थियो यो किताब लेख्न सुरु गर्दा चाहिँ हजुरले? मैले यो खास गरी यो किताब त मलाई यो स्वास्थ्य सन्चो भइसकेपछि बल्ल मैले लेख्न सकेँ। हजुर, जो यो मैले एक्सपिरियन्स गर्दै थिएँ मैले त्यहाँ किताबमा लेखेको अनुसार होइन। अब त्यो दुविधाहरू होइन, बाधा अड्चनहरू त्यो भइराख्दाखेरि त्यो किताब लेख्न सक्ने क्षमता चाहिँ थिएन मसँग। अनि त्यही भएर जब मेरो हेल्थ चाहिँ अलिकति राम्रो हुँदै गयो, मेरो मेन्टल हेल्थ भनौँ न, मानसिक हेल्थ, अनि त्यसपछि त्यो भइसकेपछि चाहिँ म चाहिँ अब त्यो फाइनल स्टेप भनेको त्यो लेट गो गर्नुपर्छ क्या आफूलाई जे भएको। त्यो लेट गो गर्ने उपाय मैले किताब लेख्न बाहेक अरू केही भेटिनँ। हजुर। उहाँले चाहिँ आफ्नो जुन मन मस्तिष्कको कुराहरूलाई चाहिँ आफूले किताबमा लेखेर हुन्छ कि कपीमा लेखेर हुन्छ त्यसको मार्मिक अनुसार चाहिँ हजुरहरूको माझ पठाउनु भएको छ अनि हामीले इजिली पनि हेर्न सक्छौँ। यो चाहिँ एमाजोनमा इजिली पाइन्छ अनि हजुरहरूलाई लिङ्क पनि डिस्क्रिप्सनमा हामी दिन्छौँ। तर त्यही अनुसार हेभन बर्न ब्लू भन्ने शीर्षक चाहिँ हजुरले किन रोज्नुभयो त? त्यो खास गरी भन्दाखेरि अब जस्तै हाम्रो लाइफ हेर्नुहोस् है, ह्याप्पी नै चलिरहेको हुन्छ होइन हजुर, मान्छेहरूको प्राय लाइफहरू। अनि जब हामीले ह्याप्पी नै चलिरहेको बेलामा एक्कासी यस्तो दुविधा आइलाग्छ कि होइन, हामीले त्यहाँबाट कुनै रिटर्न गर्न सक्छौँ जस्तो हामीलाई लाग्दैन। हजुर, अनि त्यही भएर त्यो जस्तै वेन हेभन बर्न्स ब्लू भन्नको मतलब चाहिँ बेसिकली स्वर्ग जस्तो ठाउँ होइन, आफ्नो लाइफ जुन स्वर्ग हो सबैलाई आफ्नो जीवन प्यारो लाग्छ होइन। हजुर, अनि त्यो लाइफलाई चाहिँ एक्कासी नराम्रो घटना घट्दाखेरि अथवा दुविधा हुँदाखेरि अनि आफूले स्केपै गर्न नसक्ने जुन कुराहरू हुन्छ नि, हजुर, हो त्यो भएको घटनालाई यसो राखेर लेखेको छु। हजुर। यो चाहिँ अब कोही आम मानिसहरूले चाहिँ अब सृजना नै नगरेको, कल्पना नै नगरेको कुराहरू छ यसमा। जस्तै कि अब कसैले भन्दाखेरि आफ्नो मानसिक करियरमा कसरी चाहिँ यो इन्भाइरोमेन्टले इफेक्ट गर्छ अनि कुन कुराहरूले इफेक्ट गर्छ अनि कसरी चाहिँ त्यसको हरेक कुराको सोल्युसन छ भनेर हजुरले मजाले लेख्नु भएको छ। यसमा प्रब्लम मात्रै दिनुभएको छैन हजुरले, यसमा चाहिँ सोल्युसन कसरी लिन सकिन्छ भनेर। जस्तै कि यो हजुरको प्रब्लमको सोल्युसनले चाहिँ आधार बनाएर हामीले चाहिँ जनताको हरेक प्रब्लममा चाहिँ यस्तै वेहरू युज गरेर चाहिँ हामीले ओभरकम गर्न सक्छौँ भनेर जुन सूचना दिनुभएको छ त्यो चाहिँ एकदमै मलाई राम्रो लाग्यो। अनि यो पुस्तक चाहिँ
हजुरलाई पीडाबाट जन्मिएको हो जस्तो लाग्छ कि बुझावटबाट? उम्, यो पुस्तक खास गरी एउटा कल्पना तरिकाले लिएर गछ होइन, तर अब यो हजुर, साँच्चै घटेको घटना हो होइन। यो चाहिँ मैले केले बुझावट गर्छ भन्दाखेरि एक्सपिरियन्सले हजुर, होइन। लाइक जुन हामी सबैसँग एउटा कथा हुन्छ हामीले प्रस्तुत गर्न खोज्ने होइन, तर सबैजनाले किताब लेख्नु हुँदैन। अनि भन्दाखेरि पनि कहिले पनि बुझिँदैन कि मैले मेरो साथीहरूलाई धेरैचोटि मलाई यस्तो यस्तो एक्सपिरियन्स भयो, यस्तो एक्सपिरियन्स भन्दाखेरि उनीहरूले कहिले पनि त्यो मेरो पोइन्ट अफ भ्यूबाट कल्पना गर्न सक्ने खालको त्यो क्षमतै हुँदैन कि। हजुर, अनि जब त्यही भएर मैले यस पेनबाट नि भनौँ है, हजुर, जस्तै मैले त्यहाँ लेखेको पनि छु होइन, लाइक द मिनिङ अफ हेभन इज एक्चुअली अन्डरस्ट्यान्डिङ पेन होइन। हजुर, अब त्यस्तो टाइपले आफ्नो जस्तै स्वर्ग भनेकै पेनलाई चाहिँ बुझ्न सक्नु हजुर। हो, त्यो नै स्वर्ग। यहाँले जस्तो जान्नुभयो कि अब त्यो पेन भनेर चाहिँ पेनसँग डराउने होइन कि उम्, यसलाई एक्सेप्ट गरेर नै दिस इज द रियालिटी भनेर चिन्नुपर्ने नि एउटा दार्शनिक भ्यू चाहिँ उहाँले दिनुभएको छ। त्यो कुरामा चाहिँ म पनि एकदमै आफ्नो मनबाट नै आभारी छु। अनि तपाईँले यो पुस्तक जब लेख्नुभन्दा पहिलेको जुन कन्डिसन हजुर उम्, अलिकति बेस बजाउने मान्छे, गिटार बजाउने मान्छे, हजुर हजुर म्युजिसियन हो। म्युजिसियन अनि त्यसपछि हजुरलाई त्यो सबै साङ्गीतिक कुराहरूदेखि लिएर सबै कुरा थाहा छ। अनि यो कुरा गर्दाखेरि हजुरले जब यो किताब लेख्दाखेरि चाहिँ पहिलाको आफू बिलभ र अहिलेको आफू बिलभमा के भिन्नता पाउनुभयो यो पुस्तक सकिएपछि? हजुरलाई एउटा एउटा गुड फिलिङ आएको छ कि छैन? त्यो कुराले गर्दाखेरि हजुरलाई केही राम्रो पोजिटिभनेस आएको छ कि छैन? यहाँले अलिकति भनिदिनुहोस् न। मलाई चाहिँ रचना गर्नु नै सबैभन्दा ठुलो कुरा लाग्छ होइन। हजुर, राम्रो होस्, अब चलोस् नचलोस् त्यो आफ्नै ठाउँमा छ होइन। हजुर, अनि त्यसपछि मान्छेले अब सुन्योस् नसुनोस् सबै साइडमा राख्दाखेरि होइन, रचना गर्न सक्नु केही कुरा पनि। अब आर्ट होस् होइन, यस्तो पेन्टिङ होस् अथवा मूर्ति नै किन नबनाउनु होइन। सानो केही आफूले रचना गर्नु भनेकै एक किसिमले त्यो नै भिक्ट्री साबित हुन्छ जस्तो हजुर। लाग्छ मलाई। त्यो हिसाबमा चाहिँ अब हामीले भन्दाखेरि जस्तै व्हेन हेभन बर्न्स ब्लू भन्दाखेरि हेभनको त्यो बाटो खोज्नु नि एउटा पीडा भन्ने जस्तै। हजुर। जस्तै पीडा बिना चाहिँ ज्ञान सम्भव छ होला त? त्यो स्ट्रिट स्मार्ट र अब द एक्सपिरियन्सले स्मार्ट हुनु भन्ने हजुर, हो जस्तो कुरा भयो होइन। हजुर। त्यो पीडा बिना त्यो भाव बुझ्न सकिँदैन हो, त्यसको। अब मैले यो किताब अब जोसुकैले पढ्नु होला होइन, त्यो एक्सपिरियन्स त्यो हल्का त्यो मनमा चोट बेदा त्यस्तै खालको दुविधा नपरेको भए अब आफ्नो फ्यामिली उसलाई उनीहरूले जस्ट मुभी टाइपले हुन्छ नि त्यस्तो टाइपले हेर्नुहुन्छ जस्तो लाग्छ। पीडा चाहिँ चाहिन्छ जस्तो लाग्छ मलाई हजुर। अलिकति। अनि हजुरको दर्शन सबैका लागि सजिलो हुनुपर्छ कि चुनौतीपूर्ण हुनुपर्छ जस्तो लाग्छ? जस्तै कि चुनौतीपूर्ण बिना कुनै कुरा प्राप्त हुँदैन कि जस्तै कि अब कसैले सहजले नै गरे जस्तो भन्छन् तर अरूले देखाउँदैनन्। हुँ। अब त्यसको डिफरेन्समा चाहिँ हजुरले कसरी चाहिँ आफ्नो भावनालाई तर्क दिन सक्नुहुन्छ त? कुनै कुराहरू पुरा हुनलाई के सहजै हुनुपर्छ कि त चुनौतीपूर्ण हुनुपर्छ? च्यालेन्जिङ भयो भने लाइफमा अलिकति केही राम्रो हुने हो कि अथवा सहज भयो भने चाहिँ राम्रो हुने हो? खास गरी भन्दाखेरि चाहिँ होइन हजुरको म चाहिँ यस्तो विस गर्छु कि हजुर, कसैको लाइफमा पनि केही पनि दुविधा घटना यस्तो केही पनि नघटुन् होइन। हजुर, सबैजनाको स्वास्थ्य दीर्घायुको कामना गर्छु। तर उहाँहरूले केही कुरा संसारमा सिक्न छ भने या केही कुरा प्राप्त गरेर होइन उम्, अरूहरूलाई पनि ज्ञान बाँड्नु छ भने चाहिँ एउटा काइन्ड अफ लाइक स्याड टाइम हुन्छ नि सबैजना। अब डिप्रेसनै त नभनौँ होइन, हजुर, तर एउटा केही पेनफुल त्यो टाइमबाट गुज्रिनु भयो भने अनि अरूलाई चाहिँ त्यही कुराको ज्ञान गर्न सक्नुभयो भने चाहिँ त्यही नै ठुलो जित हो जस्तो लाग्छ मलाई। हजुर। अनि तपाईँको लागि चाहिँ एउटा पुस्तक लेखक हुनु चाहिँ के मायने राख्छ? जस्तो कि अब एउटा पुस्तक आफूले लेखिसकेपछि चाहिँ यो पुस्तकको प्रकरण चाहिँ कसरी गरौँ? अनि कसरी चाहिँ अरूले चाहिँ पढिदियोस्? जस्तै कि अब पढिदियोस् भन्ने त हजुरको इच्छा अच्छा, नहोला। जस्ट अब जे अलिअलि भयो नि छ। हजुरले आफूले लेख्नुभएको एउटा प्रकरण जुन हो अरूले पढ्छन् यो अभियसली नै पढ्छन् किनभने एकदमै राम्रो किताब छ। अनि पढेर आफ्नो जीवन सुधार्छन् उनीहरूले होइन। हुँ। तर तपाईँले चाहिँ आफूलाई चाहिँ यो किताब लेखिसकेपछि चाहिँ मैले चाहिँ अब नेक्स्ट स्टेप चाहिँ के गर्न सक्छु होला त? कसरी चाहिँ संशोधन गरेर अझै बेटर बनाउन सक्छु यो कुराहरूलाई भनेर चाहिँ हजुरले इङ्गित कुराहरू के मैले चाहिँ राखिदिन एउटा पाउनुहुन्छ? एडभोकेट रूपमा मेन्टल हेल्थ अनि सब्सटेन्स अब्युज हजुर, टाइपको एडभोकेट गर्न सकेँ भने अथवा एउटा मेसेज एकदम क्लियर मेसेज दिन सकेँ भने राम्रो हुन्छ। किनभने हामी सबैजना होइन एक किसिमले यो क्यारेक्टर अब हेर्नु न मेरै आफ्नै क्यारेक्टर म हजुर, लिँदैछु होइन। जसरी हामी विदेश आइन्छ होइन, विदेशको फ्रिडम देखिन्छ अनि हामी काहीँ न आफ्नो अस्तित्व बिर्सिन्छौँ क्या। हामी हजुर, कस्तो ठाउँबाट आएको के गर्थ्यौँ त्यो बिर्सिन्छौँ अनि नेग्लेक्ट पनि गरिदिन्छौँ होइन। अनि
एकदम त्यो फ्रिडम धेरै पाएको कारणले हामी अब जस्तै आमा-बाबा नजिक नभएको कारण अथवा यहाँ धेरै फ्रिडम पाएको कारणले धेरैजना विद्यार्थीहरू एकदम के सब्सटेन्स अब्युज, ड्रग अब्युज होइन हजुर अनि अरू कुरामा पनि फसिरहेका हुन्छन् नि त। अनि उनीहरूलाई के मेसेज दिन सक्नुहुन्छ भने अब मोडरेसनमा खानु सबैले भनिरहेको हुन्छ, तर म चाहिँ सुरु नै नगर्नु होइन। अब जे हजुर पनि सुरु गर्नुभयो, अब इन्जोयमेन्ट लागिरहेछ हजुरलाई भने पनि त्यो एउटा लेभलमा राख्नु भन्छु म। किनभने त्यो जब एउटा लेभल पास हुन्छ, हाम्रो माइन्डमा भएको त्यो त्यो थ्रेड हुन्छ नि, त्यो हजुर थ्रेड क्लिक हुन्छ अथवा केही कुराहरू जोडिन्छ नि दिमागमा, त्यसपछि हजुरको संसार नै एक किसिमले आधी बेरी आएको जस्तो हुन्छ हजुरको संसारमै। अब त्यो त्यहाँबाट रिटर्न हुन धेरै कमले हजुर सक्छन् होइन। अब जस्तै मैले रिटर्न भएँ, म ब्र्याक गरेको होइन, तर त्यो रिटर्न हुन धेरै कमले सक्छन्। अनि त्यो रिटर्न हुनको लागि पनि एउटा इन्भाइरोमेन्ट चाहिन्छ, फ्रेन्डको इन्भाइरोमेन्ट, फ्यामिलीको इन्भाइरोमेन्ट होइन, एउटा डक्टर्स होइन, सबैको हेल्प। अनि आफ्नो भित्रैबाट म त रिकभर हुन चाहन्छु, म त्यस्तो चाहन्न, त्यो त्यो फिलिङ आउनुपर्छ। आफैले सब्सटेन्स क्विट गर्न पर्यो होइन, आफैले माइन्डफुलनेस अलिकति फलो गर्नु पर्यो। अनि आफैले त्यो जो क्षति आफूले जति क्षति आफ्नो ज्यानलाई पुऱ्याएछ, हजुर आफ्नो जीवन पुऱ्याएको छ, त्यति नै रिकभर हुन सक्नुपर्छ। अब त्यो त्यही भएर म चाहिँ त्यही भन्न चाहन्छु अब अडियन्सहरूलाई मेसेज एउटा। हजुर म चाहिँ हाम्रो दाजुभाइ दिदीबहिनी तथा हाम्रो काका काकी बुबा आमा जो पनि हुनुहुन्छ जसको छोराछोरी जसको परिवारमा चाहिँ जसलाई चाहिँ अलिकति समस्या छ, जसलाई चाहिँ अरूले बुझ्नुहुन्न, एक्लोपन भन्ने कुरा मान्छेहरूलाई खासै थाहा छैन, डिप्रेसन भनेको त कुरा मान्छेलाई थाहा नै छैन। अनि यो खण्डमा चाहिँ अनि हामीले यो जुन सूचना पाएको छौँ यो किताबबाट र उहाँले जुन कुरा प्रदान गर्नुभएको छ यो समाजप्रति, यो एकदमै ठुलो मूल्यवान कुरा रहनेछ। उहाँलाई यसको लागि चाहिँ म हजुरलाई ताली दिन चाहन्छु। अनि यो कुराले गर्दाखेरि चाहिँ आउने जेनेरेसनमा एउटा राम्रो चेतनामूलक कुराहरू आउनेछ। अनि सबैजनालाई चाहिँ एउटा ज्ञान होस् कि एउटा इलनेस भनेको चाहिँ केही कुरा फिजिकल नै हुनुपर्छ भन्ने हुँदैन। जुन कुरा चाहिँ आफूले सोच हुन्छ, जस्तै सबैभन्दा धेरै गरिने त हामीले सोच हो। हजुर दिनको कति करोडौँ सोचहरू हाम्रो दिमागमा आउँछ। त्यही सोचलाई राम्रो बनाएर जानु चाहिँ राम्रो हो भन्ने चाहिँ हामीले धारणा पायौँ। हजुर अनि त्यही अनुसार हजुरलाई म एउटा कुरा थप्न चाहन्छु हजुर यसमा। जस्तै हाम्रो स्पेसली नेपाली सोसाइटी अथवा हाम्रो यो एसियन सोसाइटीमा चाहिँ के छ भन्दाखेरि यो मेन्टल हेल्थ भनेको एकदम स्टिग्मा छ क्या त्यसमा होइन, हजुर एकदमै नराम्रो भन्ने सोच्छन्। यो केही पनि होइन, जस्तै डायबिटिज हुँदाखेरि मान्छेले रेगुलेटर चाहिन्छ होइन, अब ब्लड सुगर बढी कम हुँदाखेरि रेगुलेटर चाहिन्छ। त्यस्तै खालको साइकोसिस स्किजोफ्रेनिया हुँदाखेरि पनि हाम्रो माइन्डमा चाहिँ एउटा डोपामिन भन्ने पदार्थको कि त एकदम ज्यादा भएर कि त एकदम कम भएर हुन्छ होइन। त्यसको रेगुलेट गऱ्यो भने मात्रै पनि मेन्टल हेल्थबाट स्केप हुन सकिन्छ होइन। अब एकदम एक्सट्रिम लेभलमा गएकोहरू पनि अब रिकभर हुन्छ। त्यो स्टिकमा राखेर त्यसलाई एकदम धेरै यो त हुन्छ नि नेपाली कल्चरमा भनौँ न, भूत लगाएको, बोक्सी लगाएको, किचकनी लगाएको के भन्छन् होइन। अब हजुर त्यो त्यस्तो रूपले नहेरिदिनु होला होइन। अनि अलिकति अब यो बस लाइक अ लिटल बिट अफ हेल्थ हुन्छ नि, हेल्थ चाहिँ अलिकति नराम्रो भएको रूपमा हेरिदिनु अनि रेगुलेट गर्नु, उहाँहरूलाई इन्करेज गर्नु होइन रिकभर हुनलाई। यो पागल हो, यो यस्तो हो, यस्तो भन्यो भने त त्यो मान्छे रिकभर हुनै सक्दैन नि त होइन। ओहो! अनि त्यो नेपाली सोसाइटीको त्यो चाहिँ चेन्ज गर्नु छ के है। यो चाहिँ एकदमै ठुलो टपिक भयो जुनमा चाहिँ म हजुर सबैलाई भन्न चाहन्छु, सबै परिवार सबैजनालाई पनि भन्न चाहन्छु कि आफ्नो मान्छेलाई बुझिदिनुहोस्। आफ्नो मान्छेलाई बुझ्नु भनेको सबभन्दा ठुलो कुरा हो। अनि आफ्नो परिवारले बुझ्दैन, आफ्नो साथीभाइले बुझ्दैन भने सायद त्यो मान्छेको रिकभरी हुने चान्सेस धेरै कम हुन्छ होला। तर जस्तै कि राम्रो फ्यामिली हुनुभयो, राम्रोसँग केयर गर्नुभयो, राम्रोसँग इन्भाइरोमेन्ट राम्रो गराउनु भयो अनि उहाँलाई एउटा आफ्नो स्पेस दिनुभयो भने सबै कुरा रिकभर हुन सम्भव छ। सम्भव नै छ। हजुरले यसमा एकदमै राम्रो सोल्युसन पनि लेख्नुभएको छ आफ्नो लाइफलाई लिएर। हजुर अनि जुन कुरा हजुरले त्यो फेस गर्नुभयो त्यो एकदमै दर्दनाक थियो। कोही मान्छेले सोच्नु पनि सक्दैन। तर त्यो दर्दनाक फेजमा पनि हजुरले कमजोर नभइकन डटेर म आज गर्छु, त्यो गर्छु भनेर जुन एउटा फेजबाट तपाईँ ग्राउन्ड फ्लोरदेखि आफ्नो 5th फ्लोरसम्म पुग्नुभयो, त्यहाँ त्योसम्मको एउटा गोल तपाईँको त्यो डिस्टेन्स थियो। त्यो बेलामा जाँदाखेरि चाहिँ हजुरले एउटा एकम्प्लिसमेन्ट पाउनुभयो। त्यो एकम्प्लिसमेन्ट चाहिँ अब सबै जनताले पनि पाउन सक्छन् र सबै व्यक्तिगत रूप जो चाहिँ यस रोगबाट अब डिफ्रेन्ट रोगबाट पनि पारित छन्, उनीहरूलाई पनि यसले हेल्प गर्छ होला जस्तो लाग्छ है। अनि हो गर्छ है। अनि तर मानिसहरू होइन अब हामी एकैचोटि एक्सट्रिममा पुगिँदैन होइन। हजुर, सुरुमा त अब त्यो लिङ्गर गर्छ क्या, त्यो लोनलीनेस लिङ्गर गर्छ होइन। हामीसँग परिवार होला, अब हुन्छ नि श्रीमती श्रीमान को होलान् होइन, छोरछोरी होलान्, तर पनि मान्छेले जो त्यो
हुन्छ नि त्यो खालीपन महसुस गर्छ नि भित्रबाट एम्प्टीनेस हजुर त्यो चाहिँ इजिली यतिकै हुँदैन होइन यतिकै क्योर हुने त्यस्तो खालको क्योर हुने भन्दा पनि अब के भन्ने भन्दाखेरि त्यो बिस्तारै आफैलाई रिकभर हुँदै जान्छ टाइम दिनुपर्छ होइन आफूले गिभअप गर्नु हुँदैन होइन त्यो अब लोनलिनेसबाट सुरु हुन्छ अनि अब्युज सुरु हुन्छ होइन अब सब्सटेन्स अब्युज भयो त्यसपछि अनि बिस्तारै बिस्तारै डिप्रेसन बाइपोलर यस्तै हुँदै गएपछि अब साइकोसिस स्किजोफ्रेनिया यो सबै आउँछ के हजुर होइन त्यो सबैजना लोन्ली हुन्छ अब हजुर पनि लोन्ली हुनुहुन्छ हजुर म पनि लोन्ली हुन्छु कहिले होइन तर त्यो माइन्ड सेट चाहिँ अलिकति आफूले अब आज मलाई एकदम लोन्लीनेस लाग्छ म यहीँ बस्छु कतै जान त्यस्तो भन्न चाहिँ हुँदैन होइन हजुर बिस्तारै अरू मान्छेलाई भेट्न मन छैन ठिकै छ तर पानी पिउनुहोस् बाहिर पार्कतिर जानु 2-3टा राउन्ड हान्नुहोस् अनि ऱ्यान्डम स्ट्रेन्जरहरूसँग यसो हाई मात्रै पनि भनिदिनु होइन त्यतिले पनि अलिकति क्योर गर्छ कि आफूलाई त्यो अलिकति बुस्ट गर्छ कि अब सानो सानो कुराहरूले बुस्ट गर्छ त्यही सानो सानो कुराहरू राम्रो कुराहरू गर्दै गएर अनि त्यो हट्छ कि पछि हटाउन सकिन्छ के हजुर यो कुराले चाहिँ के भन्यो भन्दाखेरि अब जस्तै कि हजुरहरूले एउटा कुनै प्रब्लम छ भने चाहिँ त्यसलाई चाहिँ गुम्साएर नबस्नुहोस् ताकि हजुरले त्यो प्रब्लमलाई चाहिँ एउटा एक्सपिरियन्सको रूपमा लिनुहोस् र त्यसै अनुसार सोल्युसन खोज्दै जानुहोस् सानो सानो कुराहरूले नै खुसी बनाउँछन् भने जस्तै जस्तै आजको यो मोडर्न जमानामा अब मान्छेहरू खालि त्यही सोसल मिडिया रिल त्यस्तै हेर्दै बस्नुहुन्छ उहाँले अब चेतनामूलक कुराहरू केही पढ्नु भएको छैन अनि नपढेको खण्डमा अझ यो मिडियाद्वारा सुचलित कुराहरू पनि कस्तो छ भन्दाखेरि अब नराम्रो कुराहरू छिटै फैलिन्छ ब्याड इन्टेन्सनहरू मान्छेहरूको अब सर्कुलेसन नै त्यस्तो कुरामा भइसकेपछि पोजिटिभनेस कुराहरू कमै सुनिन्छ अनि कमै सुनिने खण्डमा अहिलेको बच्चा बच्चीहरू जुन अहिलेको एकदम किड जेनेरेसनहरू छ उनीहरूले पढेको त झन् सबै एआई सोसल मिडिया अनि सबै सानैदेखि कम्प्युटर सानैदेखि ब्रेन वास भयो उनीहरू ब्रेन रट पनि भयो है सबै त्यो कुरालाई चाहिँ अब चेन्ज गर्न चाहिँ मिनिमलिजम अब पुरानै त्यो किताब रिड गर्ने शैली किताब पढ्ने शैलीहरूमा चाहिँ अब फेरि उतारेर चाहिँ ल्याउनुपर्छ जस्तो लाग्छ मलाई अनि त्यो गरेर चाहिँ सबै यो जनता सबै मान्छेहरूमा चाहिँ एउटा फेरि चेतना चाहिँ ह्युमनलाई चाहिँ एउटा बचाउनुपर्छ भन्ने कुरा गर्नु पर्यो जस्तै ह्युमन बचेन भने अरू जनावरहरूलाई पनि सखाबै गर्छ जस्तै ह्युमन त एउटा डिस्ट्रक्टर रूपमा लिन्छ सबैको मासु खान्छ सबैलाई मार्छ सर्भाइभल भन्छ यस्तो हो तर त्यो कुरालाई लिँदाखेरि पनि अब ह्युमनले चाहिँ एउटा चेतना भएको आधारमा अनि सबैलाई नै राम्रो गर्न सक्छ भन्ने कुराले चाहिँ यो कुरामा चेतना दिन सक्छ जस्तो लाग्छ अनि हजुरले चाहिँ यो कथाले मानिसलाई सुरक्षित रूपमा सोच्न सिकाउँछ जस्तो लाग्छ त कुनै कथाहरूले चाहिँ मैले के भन्न सोच्नलाई बाध्य बनाउँछ जस्तो लाग्छ म अरू भन्दा सोच्न सिकाउँछ मैले सिकाउन कसैलाई सिकाउन खोजेको चाहिँ होइन तर उहाँले चाहिँ मैले सुनिदिनु भन्न चाहने यो खास गरी मेरो कथा सुन्छ नि सुनिदिनु हजुरलाई म सिकाउन खोजेको होइन तर एक्चुअली सुनिदिनु होइन म जस्तै अरू धेरै मान्छेहरू हुनुहुन्छ होइन मेरो हाम्रो एउटा भाइ पनि हुनुहुन्छ होइन अब एउटा त्यो भाइलाई पनि अलिक गाह्रो भएर नेपालमा झन् त्यो हेल्थै ट्रिट नभएको के होइन एकदम के स्टिकमा भनेर मैले भनिरहेको छु बारम्बार त्यो उसलाई पागल लेभल गरेर अनि दुनियाँ त्यो गाउँ सबैमा फैलाएर अनि यो त यस्तो भएछ भनेर एकदम नराम्रो तरिकाले भन्ने पनि क्षुद्र व्यापारले भन्छन् कि नेपाली हाम्रो समाजमा हुन्छ नि अब जस्तै एकदम नराम्रो तरिकाले भन्नुहुन्छ अनि त्यो सोच्नुहुन्न कि कति इम्प्याक्ट गर्छ भनेर है तर मैले मेरो किताबले चाहिँ सोच्न बाध्य बनाउँछ तर मानसिक हेल्थको बारेमा मात्रै होइन कि एउटा मिथिकल टाइपले होइन यस्तो हुन्छ कि अब जस्तै मलाई जे भयो म कहिले पनि सायद फुल्ली अन्डरस्ट्यान्ड गर्न सक्दिनँ होला म अझ मलाई चाहिँ यो मिथ हो कि यो अब स्पिरिचुअल हो भनौँ कि होइन यो चाहिँ मेन्टल हेल्थ हो भनौँ मैले त्यो फुल्ली त्यसको कन्क्लुजन गर्न चाहिँ मैले कहिले सक्छु जस्तो लाग्दैन होइन मेरो लागि त जे भयो त्यो सबै रियलै हो नि त होइन अनि अब कुन चाहिँ रूपले हेर्ने त म त अब अलिकति मिथिकल रूपले हेरिदिन्छु कहिले अब मानसिक हेल्थ आफ्नो हेल्थको बेटर गर्नको लागि त अब मेन्टल हेल्थ टाइपको हेर्नु पर्यो होइन तर मिथ टाइपले पनि हेर्ने अलिकति स्पिरिचुअल अलिक फन टाइपले हेर्ने अब यो भयो त भयो अब के हो त के फरक परेन नि त होइन तर अब आउने दिनहरू बाँकी नै छन् होइन अनि मलाई त एकदम फन टाइपले हेर्छु म त त्यस्तो हजुर अब जस्तै यो नेपाली समाज अथवा यो विदेशी समाजमा पनि खासै राम्रो कुराहरू चाहिँ मान्दैनन् यो कुरालाई जस्तै कि अब त चाहिँ अब परिवारबाटै टाढा भएको जस्तो मान्छे जसरी ट्रिट गर्ने जुन प्रवृत्ति छ अनि जो चाहिँ आफ्नो एउटा सर्कुलरबाट बाहिर गयो भने उसलाई चाहिँ एउटा पागल ठहर गर्ने अनि उसलाई विभिन्न औषधिहरू दिने विभिन्न टर्चरहरू दिने अनि नेपालमा त बाँधेरै त्यो घरै त्यो हुन्छ नि काठहरू पुरा मिलाएर बनाएर अनि
खुट्टा बाँधेर राख्ने कुरा, स्प्रे अँ, हाल्ने कुराहरू राखेको हुन्छ। घाँटी बाँधेर चेन लगाएर राख्छ। कुकुर जस्तो नेपालमा अब कुकुरलाई त हामीले त्यस्तो यहाँ पनि गरिँदैन नि। अँ, नेपालमा जुन ट्रिट गरिन्छ नि जनावरहरूलाई अब अ, भैँसी, गाईहरूलाई बाँधेर राखिन्छ नि तर त्योभन्दा नि एकदम वर्स्ट टाइपले राख्छ कि नेपालमा। अँ। मैले कति धेरै हेरेको छु। म यो त्यही भएर यो ज्ञान चाहिँ मैले फैलाउन चाहन्छु कि एकदमै। हजुर, त्यो मानवलाई जुन पशु व्यवहार गरिन्छ त्यो पनि आफ्नै परिवारबाट। अँ, त्यो चाहिँ अलिकति असहाय नै छ अनि बुझिदिनुपर्छ। नेपाली कम्युनिटी अथवा जोसुकै पनि यो वर्ल्डमा हुनुहुन्छ जसको चाहिँ परिवारहरू मेन्टल इलनेस अथवा उनीहरूको छुट्टै समस्याबाट पारित हुनुहुन्छ। उहाँहरूको लागि चाहिँ तपाईँहरूले बुझिदिनुपर्छ भनेर चाहिँ म एउटा सूचना व्यक्त गर्न चाहन्छु। अनि जति पनि यो वर्ल्डभरि यसरी पीडामा बस्नुभएको मान्छेहरू छ, उहाँलाई चाहिँ अलिकति थोरै समय दिनुहोस्, बुझ्नको लागि एउटा हुँ, टाइम दिनुहोस्। अनि गलत कुराले तँ यस्तो-यस्तो भन्नु भन्दाखेरि पनि एउटा सहज पोजिटिभ कुराले चाहिँ उहाँहरूको मन भरिदिनुहोस्। उहाँले गर्ने इन्ट्रेस्ट एकदम, के हो, कस्तो हो त्यसमा पहिलादेखि चिनिराख्नु भएको मान्छेहरूले अलिकति सहजतापूर्वक केही कुरा गरिदिनु भयो भने उहाँहरूको लाइफ सुध्रिन एकदम, सक्छ। एकदम अनि हजुर। गलत कुरा गरेर उसलाई टर्चर दिएर राख्नुभन्दा त एउटा फ्रिडममा छोडेर हुँ, उसलाई सोच्ने शक्ति अलिकति ल्याउने व्या अब वातावरण हो दिन नि। सक्यो भने अब चाहिँ जस्तो राम्रो हुन्थ्यो। मानिसको अब उहाँको डोपामिन फ्लक्चुएट भइरहेछ। अनि यहाँ आएर अब यस्तो नेगेटिभ ट्रिट गऱ्यो भने त अब त्यो जन्तु डोपामिन त बढ्दैन नि त। हजुर, होइन? झन् उसलाई डिप्रेसन, एङ्जाइटी, प्यारानोया होइन? झन् त्यो जुन उसको डिल्युजन छ त्यो सबै फिल हुन्छ नि त। हजुर, किनभने अब जस्तै आफैले चिनेको आमा-बुवा अथवा आफैले चिनेको दाजुभाइले नै अब आफूलाई त्यस्तो ट्रिट गर्यो भने त्यो त्यो जुन हुन्छ नि त्यो उसको डिल्युजन नै रियल आउँछ कि झन् रियल हुन्छ। अनि उसको कि त डोपामिन अझै फ्लक्चुएट हुन्छ। उसले सब्सटेन्स अब्युज गर्छ भने उसको डोपामिन त्योभन्दा नि हाई हुन्छ। जस्तै इमेजिन गर्नुहोस् कि यो कप छ होइन, यहाँ कफी हजुर, छ। अनि हाम्रो डोपामिन चाहिँ यो भरि डोपामिन हो। हजुर, डोपामिन कम हुनु भनेको यहाँ तल हुनु हो, जसले चाहिँ मान्छेलाई डिप्रेसन, बाइपोलर यस्तो-यस्तो अरूहरू हुन्छ होइन। तर जब यो भरिन्छ पनि अब सब्सटेन्स अब्युज गरेर चाहिँ डोपामिन ब्रेनले आफै बनाइरहेछ। अनि त्यसपछि यो यो भरिसकेपछि यो पोखिनु भनेको त्यो उसले सुन्ने शब्दहरू चेन्ज हुनु अथवा उसले देख्नु भिजनहरू होइन, अब हेलुसिनेसनहरू यो पोखिनु भनेकै त्यो ब्रेनबाट पोखेर त्यो इल्युजन हुन्छ नि, हजुर, त्यो क्रिएट भएको हो के। अब यो कम भयो भने नि काम छैन, यो भरेर बाहिर गयो भने काम छैन। हामीले रेगुलेट गरेर बिचमा राख्नुपर्छ। त्यो गर्नको लागि चाहिँ अब आफ्नो मेन्टल हेल्थ, पिस अफ माइन्ड होइन, माइन्डफुलनेस सबै कुरा फलो गर्नुपर्यो, सोसल हुनुपर्यो होइन। हामी त सामाजिक हो नि त, खास गरी हजुर। सामाजिक प्राणी हो। त्यही भएर त्यसरी जानुपर्छ जस्तो लाग्छ। यो कुराहरू चाहिँ अब सबैकोमा लागु हुन्छ। जस्तै कि अब सबैजना अब कुलतमै फसेर बिग्रेको हुँदैनन्। कसै-कसैको अब सानैदेखि त्यो हुँ, पारिवारिक कुराहरूले सानो-सानो माहौलको झगडाले गर्दाखेरि पनि उनीहरू त्यो कन्डिसनमा पुगेका हुन्छन्। अनि उनीहरूलाई पनि त बुझिदिने मान्छे कोही चाहियो। अब यो एक्लो संसारमा एक्लै बाँचिन्छ, एक्लै मरिन्छ जस्तो छ। अब कसैले आएर तपाईँलाई केही सोधिदेला जस्तो पनि छैन यो विदेशमा त झन्। विदेशको धरतीमा त कसैले आएर तपाईँलाई हेल्प गर्ला कि भन्ने एउटा आश पनि छैन। अब कुनै डक्टरकोमा जानुपर्यो भने त्यहाँनिर तपाईँ लाइन बस्नुपर्छ। अब 5-6 घन्टा लाइन बस्नुपर्छ। इमर्जेन्सी जानुपर्यो भने लाइन बस्नुपर्छ। यस्तो-यस्तो गाह्रो कन्डिसनमा हजुरहरू चाहिँ सबैले एउटा राम्रो चेतना गरेर यो कुराहरूलाई चाहिँ एकदमै सिरियसली लिएर मान्छेहरूले चाहिँ आफ्नो परिवारजनहरूमा, आफ्नो साथीभाइहरूमा एकदमै राम्रो कुरा मात्र फैलाउनुहोस् भन्ने चाहिँ म एकदमै हजुरहरूलाई एकदमै रिक्वेस्ट गर्छु। अनि त्यो गर्यो भने चाहिँ सबै कुराहरू आफ्नो यो संसारको वेमा चल्छ। जस्तै कि एकदमै राम्रो स्वच्छ, सूक्ष्म संसार हुन्छ जहाँ चाहिँ अब कसैलाई हेला गरिँदैन, कसैलाई घृणा गरिँदैन, कसैलाई अब ऊ जस्तो छ भनेर व्यक्तिगत रूपमा इन्सल्ट गरिँदैन। जस्तै अब व्यक्तित्वको रूपमा इन्डिभिजुअलिजममा तँ यो हो, तँ त्यो हो भनेर भन्नु भन्दाखेरि पनि हामी एक हौँ भनेर लाग्नु चाहिँ एउटा राम्रो हो जस्तो लाग्छ। हुँ, अनि यो बुकले चाहिँ के हो भन्दाखेरि पढ्दाखेरि मलाई एउटा रियलाइज भयो। यो बुकले चाहिँ के प्रदान गर्यो भन्दाखेरि चाहिँ म एक्लो छैन भनेर जनाउँदो रहेछ। जस्तै कि हामीलाई हेल्प गर्छ कि जोसुकैले पढोस् उसलाई हेल्प गर्छ कि यो संसारमा म एक्लो छैन। जस्तो कि यहाँनिर मान्छेहरू छन् जसैको पनि सपोर्ट लिन मिल्छ। अनि सपोर्ट अरूले गर्दैनन्। यो हुँ, सपोर्ट आफैले ल्याउनुपर्छ आफैबाट भन्ने गर्नु। आफूबाट केही भयो भने मात्रै उताबाट नै आउटकम आउँछ भन्ने चाहिँ हजुर, म सबैलाई भन्न चाहन्छु। जो पनि यसमा फस्नु भएको छ, जसलाई पीडा छ, जसको चाहिँ मेन्टल हेल्थमा अलिकति प्रब्लम छ, हजुरहरूले पनि थोरै विचार गरिदिनुहोस्। आफ्नो मस्तिष्कमा के कुरा चाहिँ ल्याउनुहुन्छ, के खेल्दाखेरि चाहिँ आफूलाई राम्रो हुन्छ, के प्ले मनपर्छ कि कसैलाई नाच्न रुचि होला, कसैलाई गायनमा रुचि हुँ, होला, कसैलाई लेख्न रुचि होला। आफूलाई रुचि भएको चिजहरू चाहिँ गर्दै जानुहोस्। त्यहाँपछि एक पाइला टेकेपछि अर्को पाइला त आउँछ, आउँछ, अवश्य आउँछ भन्छु।
अनि हजुरलाई यो तपाईँको यो पाठकको मानसिक अवस्थाबारे चाहिँ हजुर जुन कसरी सचेत हुनुहुन्छ त जस्तो बोल्नु सुनायो ए सरी एक्चुली फेरि ए भनिदिनुहोस्, म तपाईँ यो पाठकको हजुर मानसिक अवस्थाबारे चाहिँ कति सचेत हुनुहुन्छ जसले चाहिँ यो किताब पढ्छ उनले चाहिँ अब मानसिक अनुसारमा चाहिँ अब ऊ चाहिँ कस्तो भयो भने चाहिँ यो किताब पढ्दाखेरि उसले राम्रोसँग बुझ्छ भनेर चाहिँ हजुरको एउटा धारणा राख्नु खास गरी दुई किसिमको मानिसहरू हजुर पढ्दाखेरि राम्रो हुन्छ होइन। एउटा चाहिँ जसले यस्तो भोगेको छ हजुर अनि जसले चाहिँ अनि अर्को भनेको जसले भोगेको छैन, यानि कि उहाँको परिवार, उहाँको साथीभाइ, छरछिमेकी हजुर जसले चाहिँ जान्न चाहनुहुन्छ यसको बारेमा। भेरी नाइस। अब यो किताब चाहिँ बेसिकली जसले चाहिँ यो कुरा भोग्नु भएको छ अनि जसले भोग्नु भएको छैन, भोग्नु नभएकोहरूले चाहिँ भोग्नु भएकोहरूलाई चाहिँ बुझिदिनुहोस् अनि भोग्नु भएकोहरूले पनि अलिकति केही कुराहरू चाहिँ आफ्नो रिकभर हुन दिमागमा सक्नुहुन्छ ल्याउनुहोस् भनेर। अनि देयर इज अलवेज सोल्युसन। हजुर। डोन्ट बी अफ्रेड। अनि तपाईँ एक्लो हुनुहुँदैन यो संसारमा। हजुरहरूको लागि धेरै मान्छेहरू छन्, धेरै साथीहरू छन्। अनि एक्लो कहिले पनि नसोच्नु। मान्छेहरू छोडेर जान्छन्, दिवंगत आत्माहरू टाढा जान्छन्, तैपनि हामी बाँचेकै छौँ। अब बाँच्नु नै ठुलो कुरा त भएन, तर बाँच्दाखेरि एउटा राम्रो सरल रूपमा खुसी भएर भोलिको दिन म यसरी उज्यालोसँग जिउँछु भन्ने चाहिँ सबैलाई एउटा चेतना दिनु जुन हजुरले यो बुकबाट हजुर। दिनुभयो। मैले चाहिँ अझ अर्को कुरा के भन्न चाहन्छु भने जस्तो मेरो टाइटलमा हेभन भन्ने वर्ड छ होइन, त्यहाँ हजुर पढ्दै जानु त्यहाँ धेरैचोटि हेभन भन्ने वर्ड हजुर आउँछ होइन। अनि हेभन पनि छ, ब्लू पनि छ। ब्लू भनेको स्याड हो, ब्लुज है, हजुर त्यसको रूपले होइन, म्युजिकल रूपले भन्न नि मिल्यो। तर यो किताबमा मैले नोटिस गरे अनुसार हजुरले यसमा हेभन र ब्लूको धेरै टिप्पणी गर्नुभएको छ हजुर र यसको मुख्य आलोचना चाहिँ कस्तो रहेको छ यो किताबको शीर्षकसँगै हजुरले मलाई भन्न सक्नुहुन्छ? यो खास गरी भन्दाखेरि चाहिँ अब हाम्रो एन्ड गोल भनेको सबैजना प्राय होइन, प्राय एन्ड गोल भनेको हेभनै हो होइन, स्वर्गै हो होइन। हजुर अब जे कुरामा अब पृथ्वीमै स्वर्ग पनि हुन्छ होइन। हजुर अनि ब्लुज चाहिँ मैले ब्लुज म्युजिकतिर खान जोडेको छु होइन। ब्लुज हजुर भनेको फिलिङ स्याड है, फिलिङ लाइक इमोसन्सहरू हो। त्यही स्वर्ग एकदम राम्रो अनि ब्लुज चाहिँ एकदम उदास, हजुर त्यो दुइटालाई जोडेको हो मैले खास गरी भन्दाखेरि चाहिँ। भनेपछि यो जस्तै कि एउटा ट्रुथ र लाइ सँगै हुन्छ भने जस्तै स्वर्ग र नर्क सँगै हुन्छ, जस्तै कि एउटा स्याडनेस र ह्याप्पिनेस सँगै हुन्छ। अनि यो दुइटै कुरालाई लिएर चाहिँ बुझेर अगाडि बढ्नु चाहिँ एउटा यो बुकको एउटा सूचना हो खासमा चाहिँ मुख्य रूपमा। त्यो टाइटलबाट चाहिँ त्यस्तो। अनि हजुरले चाहिँ यस विषयलाई डर होइन बुझाइको दृष्टिले चाहिँ कसरी चाहिँ प्रस्तुत गर्न सक्नुभयो त? यो जुन चाहिँ फियर छ मान्छेहरूमा, म यस्तो भयो भने मलाई कसैले एक्सेप्ट नगर्ला कि, म यस्तो भयो भने कसैले मलाई छोडेर जाला कि, मेरो आफन्तजनहरू टाढा होला कि भन्ने जुन सोच आउन सक्छ मान्छेहरूमा, त्यो सोचलाई चाहिँ एउटा डर नभइकन एउटा अन्डरस्ट्यान्डिङको हिसाबले चाहिँ कसरी प्रस्तुत गर्न सक्नुभयो हजुरले यो बुकमा? म अरूहरूले चाहिँ कसरी गर्नुहुन्छ भन्ने कुरा चाहिँ मलाई थाहा भएन। मैले चाहिँ कसरी हेर्छु कुराहरूलाई भन्दाखेरि अब जस्तै अब मैले अहिले गरेँ भने पनि अब 3 महिना लगाएर 4 महिना 6 महिना त्यो टाइम त्यसै बितिहाल्छ होइन। हजुर अनि गरेन भने नि बितिहाल्छ। त्यही भएर मैले चाहिँ यो पिर नगरी अब झन् पुरानो हुन्छ नि त, घाउ पुरानो हजुर। हुन्छ, सन्चो हुन्छ नि त। अब घाउ तपाईँको घाउ नै हजुरको घाउ नै लागेको छैन, अब घाउ भर्खरको फ्रेस छ भनेपछि त अभियसली इट हर्ट्स है। हजुर तर त्यही घाउ पनि पुरानो भएपछि त दुख्दैन नि त, सन्चो हुन्छ नि त होइन। त्यही भएर जति छिटो सकेसम्म अब आफ्नो बारेमा भन्नुहुन्छ, एकजनालाई चाहिँ भन्नुहोस् कि जसलाई भन्नु हजुर। पनि होइन। अब त्यो भनेर गर्नुहोस्। अनि त्यही माथि हजुरको जस्तै अब यो बुकमा कति कुराहरू भित्र मैले लेखेको छु, धेरै कुराहरू छ है। त्यो कुराहरूले पनि अब म स्पोइलर चाहिँ दिन चाहन्न, तर च्याप्टरमा क्यारेक्टरहरू छ, भेटिन्छ। अनि कहानी कताबाट कता मोडिन्छ होइन। हजुर यो सबै कुरा छ। अब त्यो आफ्नो लाइफमा भएको कथाहरू आफैले बुझ्नुहोस्। अनि बुनेर घाउहरू चोटहरूलाई पनि हिल हुन टाइम दिनुहोस् भन्छु म। हजुर यो चाहिँ अब एउटा पर्सनल व्यक्तिगत रूपमा नभइकन पनि एउटा स्पिरिचुअल टाइपको कहानी पनि छ। हजुर यो कहानी पनि होइन, यो सत्यता हो खासमा चाहिँ। अनि सत्यता फेस गरेको कुराहरू चाहिँ कतिलाई कहानी लाग्छ। अनि यसलाई चाहिँ किन हामीले यो किताबको रूपमा प्रस्तुत गर्न पायौँ र गरेको देख्न पायौँ भन्दाखेरि चाहिँ कसैले बोलेको कसैले नसुनेर, यसको कारण चाहिँ मुख्य मलाई त्यस्तो लाग्छ। किनभने कसैले बोल्न सकेन भने उसले लेख्छ, कसैले कसैलाई बुझ्दैन भने उसले लेख्छ भन्ने कुरा अनुसार। अनि लेखेको कुराहरू कसैले पढ्यो भने सायद कसैले त ज्ञान पाउला यसबाट सबैजनाको माझमा
अब म यो हो भनेर चिनिनुभन्दा, म यसरी हो चिनेर भन्दा, आफूलाई म यस्तो छु भनेर प्रुभ गर्नुभन्दा पनि इट इज व्हाट इट इज, जस्तै जे छ, जस्तो छ एक्सेप्ट गर्नु नै एउटा राम्रो कुरा हो जस्तो लाग्छ मलाई चाहिँ। हजुर, एकदम। अनि यो बुक लेख्दै गर्दा हजुरहरूको मनमा अब सोचहरू चाहिँ कस्तो आयो? जस्तै कि यो बुकले चाहिँ अब मैले सूचनामूलक कुराहरू चाहिँ अरूलाई पनि दिउँ, अनि त्यसपछि अरूहरूले चाहिँ जुन यङ जेनेरेसन छ नि अहिलेको, यङ जेनेरेसनले चाहिँ अब कस्तो रूपमा चाहिँ यो लाइफलाई हेरिदिए हुन्थ्यो जस्तो लाग्छ हजुरलाई? अब लाइफ भनेको मिस्ट्री हो होइन? हजुर, एक किसिमले अब हामीले कुनै कुराहरूको एन्सर हामी कहिले पनि पाउँदैनौँ होला के हजुर, होइन? अनि जुन चाहिँ मैले लेख्दाखेरि चाहिँ अब एकदम अब आफूलाई घटेको घटनाहरू हुन्छन् होइन? अब जुन लेखकले लेख्दाखेरि पनि उहाँहरूलाई घटेको घटनाहरूको बारेमा लेख्नुहुन्छ। स्पेसली मिथिकल मेमोयर टाइपको एउटा मेमोयर टाइपको किताब लेख्दाखेरि होइन? अनि हजुर, वेदनापूर्वक हुन्छ कुनै कुराहरू। अनि त्यो यो लेख्ने कि यो अब यो के नलेख्ने होइन? अब यो लेखेर आफूलाई अलिकति नराम्रो त लाग्छ, तर त्यही नराम्रो पनि कसैलाई मद्दत गर्न सक्छ के, हजुर, होइन? जुन कुरा आफूले लेख्न अलिकति हिचकिचाउनुहुन्छ होइन, अलिकति डर मान्नुहुन्छ, त्यही कुराले अरूको समस्या समाधान गर्न सक्ने शिक्षा उसमा हुनसक्छ क्या। हजुर। हुँ, जस्तै कि अब कसैलाई केही गर्न मन छ भने सोचेर मात्र बस्नुभन्दा, जस्तै उहाँले भने चाहिँ अब 3 महिना छ भने त्यो 3 महिना त बितेरै जान्छ। हुँ, केही नगरे पनि बित्छ, केही गरे पनि बित्छ। तर त्यो समयमा यदि केही कुरा गरियो भने त्यो कुरा चाहिँ आफ्नो समयमा, आफ्नो हुँ, जीवनमा भइ नै राख्छ। कुनै कुरा राम्रो गर्दै जानुभयो 3 महिनासम्म भने हजुर त्यसमा पर्फेक्ट हुन नसके पनि एउटा केही हदसम्म चाहिँ हजुर जान सक्नुहुन्छ। जस्तै एउटा रेगुलारिटी, ह्याबिट, डिसिप्लिन त्यसरी हुँ, नै सुरु हुन्छ। अनि त्यो अनुसार हाम्रो मेन्टल इलनेस पनि एकदमै क्योर हुनसक्छ। जस्तै कि सबै परिवारहरूले मिलेर, सबैजनाले पेसेन्स भएर चाहिँ साथ दिनुभयो भने सबै कुरा सल्भ हुन यो ठाउँमा पोसिबल छ। अनि सबै कुरा औषधि खाएर नै सल्भ हुन्छ, सबै कुरा डक्टरमै गएर सल्भ हुन्छ भन्ने कुरा चाहिँ म मान्दिनँ। कुनै-कुनै कुराहरू हुन्छ, सबै कुरा अब यदि घरबाट राम्रो भएन भने कोही एडिसनल मान्छे डक्टरहरूले पनि हेल्प गर्न सक्नुहुन्छ। तर पनि यदि यो कुरालाई घरमै सीमित गरेर, घरमै राम्रोसँग ट्रिट गर्यो भने सायद त्यो डक्टर भएको ठाउँसम्म पुग्नु पनि नपर्न सक्छ। हुँ, अनि राम्रो ट्रिट गर्यो भने पो राम्रो फल निस्किन्छ त होइन? हुँ, अनि कसैलाई नराम्रो बाँधेर बन्दी बनाएर कुनै कुरा सोच्न पनि एउटा बन्द त्यो एउटा केजमा राखेको एउटा मुसालाई चाहिँ घरमा आइरहेको मुसालाई च्याप्प समातेर एउटा केजमा हालेर 17-18 दिनसम्म त्यहीँ थुनेर चिउँ-चिउँ गर्न दिएको जस्तै भयो नि त। हुँ, त्यसरी गर्न दिएर त्यो लाइफमा स्ट्रगलनेसमा त्यो बाउन्डमा राखेर बाँच्नुभन्दा सकेसम्म उसलाई फ्रिडम दिएर चाहिँ उसको त्यो क्याप्टिभेटिभ थट्सहरूलाई अलिकति हजुर। हिल गर्न दिएर चाहिँ मैले गर्दा राम्रो होला नि है? होइन, मैले खास गरी मेरो एक्सपिरियन्स अनुसार चाहिँ जस्तै रिहाबमा भनौँ होइन, अब हजुर, कतै एउटा फेसिलिटीमा कोहीलाई हजुर, राखिदियो होइन, उनीहरूले त्यहाँ उनीहरूको मेन नर्सेसहरू, डक्टरहरूको उनीहरूको मेन गोल चाहिँ हामीलाई टोर्चर दिनु त होइन, होइन? हजुर, तर उहाँहरूको मेन गोल भनेको चाहिँ हामीलाई डिसिप्लिनमा राखेर कसरी यो सोसाइटीसँग फेरि घुलमिलाउनु हो। हजुर, अनि खास गरी त्यहाँ डक्टरहरूबाट भन्दा अब अभियसली है मेड्स हेल्प है। अब तपाईँको धेरै कुराहरूको इलाज भन्छ के भन्छ ट्रिट हुन्छ क्या मेड्सबाट हजुर, होइन। तर आफूलाईबाट नि आउनु पर्यो होइन। अनि आफ्नो घरमै त्यस्तो इन्भाइरोमेन्ट छ भने त स्पेसली एकदम बेटर भयो। तर उहाँहरूको जब भनेको चाहिँ अ, त्यो सोसाइटीसँग कसरी फेरि उनीहरूलाई सोसाइटीमा लगेर हाल्नु हो होइन, कसरी उनीहरूले बाँच्न सक्छन् सोसाइटीमा त्यो सिकाउनु हो जस्तो लाग्छ मलाई चाहिँ। हजुर। त्यो फेसिलिटीहरूको गोल चाहिँ के। त्यो पार्टमा नि म एकजना अब डक्टर जेलाई पनि एकदम धन्यवाद दिन चाहन्छु, जसले चाहिँ तपाईँलाई एकदमै राम्रो सहयोग गर्नुभयो। अनि जति पनि मान्छेहरूले तपाईँलाई सहयोग गर्नुभयो, उहाँहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। अनि त्यो अनुसारै त्यहाँ भएको फेसिलिटीले सल्भ हुनसक्छ भने, कसैलाई एकदमै धेरै गाह्रो परेको छ भने पक्कै पनि रिह्याब सेन्टर पनि एउटा अप्सन हुनसक्छ, जसले चाहिँ मान्छेहरूलाई हेल्प गर्नुहुन्छ। अनि यसको लागि पैसाहरू नि लाग्न सक्छ, केही भारी रकमहरू लाग्न सक्छ। तर त्यो गर्न नसक्ने मान्छेहरूले चाहिँ प्लिज अब कोही काउन्सिलिङ भयो भने गर्नु होला। यदि काउन्सिलिङ गर्न कोही छैन भने साथी पक्कै पनि मेरो युट्युब च्यानलमा लेख्नुहोस्। त्यहाँनिर लेख्नुहोस्, कसैलाई केही भएको छ भने पक्कै पनि लेख्नुहोस्। अनि मसँग धेरै यस्तो किसिमको मान्छेहरू हुनुहुन्छ जसले चाहिँ हजुरलाई हेल्प गर्न सक्नुहुन्छ। अनि हजुरको नराम्रो कुराहरूबाट ओभरकम गर्न चाहिँ हजुरहरूलाई ज्ञान दिन सक्छौँ। अनि
एनिथिङ हजुरलाई यदि मेन्टल प्रब्लमहरू केही कुराहरू कसैले टर्चर गरिरहेछ केही छ भने चाहिँ हजुरले निर्धक्क भन्न सक्नुहुन्छ। अनि मेरो पर्सनल डिएम पनि हजुरलाई छोडिदिन्छु। हजुरहरूले त्यसमा मेसेज गर्नुभयो भने म धेरै कन्सल्ट गरेर हजुरलाई एउटा वे दिन सक्छु होला सायद। अनि हाम्रो बिलपजी पनि आज आउनुभएको छ। उहाँले मलाई गर्दा नि एकदम हुन्छ। राम्रो सूचना दिनुभयो। उहाँको कुरालाई चाहिँ सकेसम्म ध्यान दिएर सुनिदिनुपर्छ, किनभने कुनै कुरा ध्यान नदिकन सायद बुझ्न अलिकति गाह्रो हुन्छ। त्यही भएर एउटा सिरियसनेस भएर बुझ्यो भने चाहिँ आफ्नो परिवार राम्रो हुन्छ, आफ्नो लाइफ राम्रो हुन्छ। अनि कोही यो पीडाबाट जानु भइरहेको छ भने त्यो कुरा एकदम इजिली सल्भ हुन सक्छ। अनि हजुरले यो यो जुन साइकोसिसको यो जटिल विषय छ, यो विषयलाई पुस्तकमा उतार्दा चाहिँ सबैभन्दा ठुलो चुनौती चाहिँ के थियो त हजुरको? उम्, कति कुराहरू लुकाउने कि उल्लेखन नगर्ने कि होइन, त्यो हजुर, गर्दाखेरि अलिकति क्रिन्ज आफैलाई सुन्दा आफैले लेख्दाखेरि त क्रिन्ज फिलिङ भएको छ। त्यो एक्सपिरियन्स गर्दाखेरि त अब त्यही जसले एक्सपिरियन्स गर्यो त्यसलाई त झन् धेरै क्रिन्ज आउँछ नि त होइन। हजुर, अब एकदम के उल्लेखन नगर्ने कि नभन्ने कि त्यस्तो खालको सोचहरू चाहिँ धेरै थियो। अनि त्योमाथि अरूले के सोच्ला भन्ने पनि थटमा त्यस्तो खालको मान्छे होइन। अरूले के सोच्छ मलाई मतलब धेरै हुँदैन। तर तर पनि के भन्छन् होला त, के सोच्छन् होला त यस्तो भन्ने र साँच्चै थाहा दिने र यस्तो विषयमा यस्तो गर्ने र भन्ने सोच चाहिँ अलिकति ह्याम्पर गरिरहेको थियो मेरो माइन्डमा। हजुर। जस्तै कि अब आफ्नो पर्सनल लाइफहरू चाहिँ भेरी आफ्नो पर्सनल पर्सनल रहेछ नि त। एक्सपिरियन्सहरू चाहिँ अब व्हाट इफ दे डोन्ट बिलिभ यु भने जस्तो हुन्छ नि त। जस्तै कि त्यो आफ्नो एउटा मौनबाट गणित कहानीलाई तैपनि हजुरले केही नगरिकन यो एउटा बुकमा सबै कुराहरू उतार्नु भएको त्यही छ। त। लाइक हाउ त्यस डु यु एक्सप्लेन अ वार इनसाइड योर हेड दैट नो वन एल्स क्यान हियर के? वाव! त्यो निकै राम्रो लाग्यो यो कुरा चाहिँ है। हजुर। कसले चाहिँ बुझ्न सक्छ र तिम्रो त्यही त। भित्रको मर्मलाई जबसम्म तिमीले व्यक्त गर्दैनौ हजुर। होइन त? अनि त्यो व्यक्त नगरिकन सायद कसैले बुझ्न सक्दैन होला, बुझे नै पनि केही गर्न सक्दैन होला। त्यसैले हजुरलाई केही गाह्रो परेको छ भने कसैलाई भन्नुहोस्। एकजना व्यक्ति भए नि आफूसँग राख्नुहोस्। एकजना व्यक्ति जो होस् जसले चाहिँ हजुरको भरोसा गरोस्, जो चाहिँ हजुरसँग भइ नै राखोस्। अनि मान्छेहरू समयअनुसार बद्लिँदै जान्छन्। तर पनि त्यसमा केही पीडा छैन, किनभने मान्छेहरूको आफ्नै कुराहरू हुनसक्छ। तैपनि त्यसमा आफूलाई चाहिँ एउटा हुलमा भएको एउटा भुसुना जस्तोरी चाहिँ आफूले ट्रिट नगर्नुहोस्। आफूलाई एउटा मानव भन्नुहोस्। आफू एउटा जीवन प्राणी भएकोमा एकदम गर्व गरेर आफूले पाएको यो लाइफलाई चाहिँ एकदम गुड युटिलाइजेसन गर्नुहोस्। अनि देयर आर लट अफ थिङ्स टु डु अनि भनौँ न। अब साइकियाट्रिक डक्टरलाई भेट्न जानुहुन्छ भने नि भेट्न जानुहोस् होइन। तर उहाँहरूले कहिले पनि एडभाइस दिनु हुँदैन के। उहाँहरूले जस्ट उहाँहरूको काम भनेको सुनिदिनु। अनि त्यसपछि तपाईँलाई अब अनइजी फिलिङ छ, मेडिकल हेल्प चाहिन्छ, अब मेड्स दिन प्रेस्क्राइब गर्ने, त्यति हो जस्तो लाग्छ मलाई होइन। उहाँहरूले त्यही सुनिदिनु, त्यही पाउनु हुन्छ नि। अब उहाँहरूले कुरा काट्नु हुँदैन, अरूलाई गएर भन्नु हुँदैन। हजुर। त्यो जज नगरिकन सुनिदिनु हुन्छ। त्यति सुन्ने मान्छे व्यक्ति मात्रै भेटाउनु भयो भने पनि हजुरलाई त्यो डक्टरसँग जाने त्यो अब पैसा नमिल्ला के नमिल्ला होइन, त्यो छैन भने पनि अब सुनिदिने मान्छे छ भने नि त्यो हेल्प हुन्छ। एउटा त द्याट्स द फर्स्ट एक्नोलेजिङ होइन, एक्नोलेजिङ लाइक इज द फर्स्ट स्टेप टु रिकभरी भने जस्तो लाग्छ है मलाई चाहिँ। आफूले नढाट्नुहोस्, आफैलाई नढाट्नुहोस्, आफूलाई के भन्नुहोस् भने अब एक्नोलेज गर्नु के त्यो कुरालाई हजुर। हुन्छ नि। कुरालाई इग्नोर गर्नुभन्दा चाहिँ आफूले एक्सेप्ट गरेर चाहिँ यो कुरालाई चाहिँ कसरी लिन सकिन्छ भन्नु चाहिँ एउटा एकदम राम्रो कुरा हो। अनि कोही कसैले सुनिदिनु नै राम्रो रहेछ भनेपछि सुनिदिनु चाहिँ सबभन्दा ठुलो यहाँनिर सोल्युसन देखियो। जस्तै कि घर परिवारमा कोही हुनुहुन्छ भने नि अलिकति केही समय धेरै त के बोल्न सक्ला र मान्छेले 10-15 मिनट कसैको कुरा सुनिदियो भने, उसको कुरा बुझिदियो भने नि बिचरा त्यो मान्छेको मन हल्का हुन्छ। उसले केही सोच्न सक्ने एटलिस्ट मलाई सुनिदिने मान्छे कोही छ, मेरो कुराहरू बुझिदिने मान्छे कोही छ, मलाई भइसकेको समस्या चाहिँ यो रियल हो भनेर कसैले सुनिदिने छ भने उसमा पनि एउटा हौसला जागेर आउँछ। जस्तै कि आई क्यान डु दिस भनेर एउटा हौसला आउँछ। लाइक आइ एम नट अलोन काइन्ड अफ हजुर। फिलिङ आउँछ नि त। अनि त्यसले चाहिँ एकदमै हेल्प गर्छ जस्तो लाग्यो। अनि यो बुकको संवेदनशील पार्ट चाहिँ के हो भन्दाखेरि जस्तै यो मिथिकल रूपमा चाहिँ हजुरलाई अब हजुरलाई चाहिँ कस्तो फिल भएको थियो त्यो बेलामा? अलिकति तपाईँले त्यो समयमा चाहिँ कसरी चाहिँ कसलाई चाहिँ अलिकति आफू नजिक चाहिँ राख्न खोज्नु भएको थियो? मिथिकल रूप चाहिँ हजुरले हजुरले त 2 चोटि पढिसक्नु भन्नुभएको थियो होइन। हजुर, प्रलगमै थाहा हुन्छ कि अब यो कथा कतातिर जाँदैछ होइन। हजुर, अब हाम्रो एकदम यो मैले त्यो अब स्पोइल नहुने तरिकाले भन्नुपर्दाखेरि त्यो हजुर, बुक छ जुन किताबभित्र किताबको व्याख्या गरिन्छ, त्यो रियल किताब मैले जब सानो हुँदाखेरि मैले पढेको थिएँ होइन, देखेको थिएँ। त्यो चाहिँ अनि त्यहाँबाट मेरो यो स्टोरी मिथिकल रूपमा क्रिएट भएको हो कि जस्तो लाग्छ कि
सधैँ ममै थियो। अब स्पिरिचुअल लेभलमा पहिल्यै कनेक्टेड भएको पूर्व लाइफबाट कनेक्ट भएको हो कि अब यो कन्क्लुजनै छैन क्या यसको मलाई मेरो हजुर लाइफमा। तर म ह्याप्पी छु होइन। जस्ट मैले एक्सपिरियन्स गर्न पाएँ होइन। मेरो लागि त एउटा फिल्म टिभी सिरिज जस्तो भयो नि त मेरो लाइफमा त। यति हजुर एक्साइटमेन्ट थियो, यति अब यो सबै नराम्रो कुराहरू मात्रै होइन, जस्ट मलाई कन्फिडेन्ट पनि बनायो होइन। मैले नगर्ने कुराहरू मैले कति कति गरेँ होइन अब। हजुर अनि एक किसिमले मेरो लागि चाहिँ एउटा चलचित्र जस्तै आफ्नै हजुर लाइफको चलचित्र, आफै हिरो भएर आफै हुन्छ नि वर्णन गरिरहेको छु अहिले तर बुकमा जसरी लेखेको छ म त्यस्तरी एक्सपिरियन्स गर्न पाउनु पनि अब एउटा राम्रै कुरा जस्तो लाग्छ मलाई। हजुर जस्तै कि कुनै कुरा कसैले राम्रोसँग सोच्यो भने त्यो एउटा एक्जिस्टेन्समा आउँछ हजुर, भन्ने जस्तो हो कुरा नि। हुन्छ। जस्तै कुनै कसैले अब आफ्नो लाइफलाई चाहिँ यसरी बनाउँछु भनेर कसैले दिनभरि प्रार्थना गर्दैछ अरे म यस्तो बनाउँदैछु भनेर उसले दिनकै सोच्दैछ अरे हजुर, म भएको सोच्दैछु भनेर अप्टिमिस्टिक हुँदैछ भने ऊ अभियसली त्यहाँ पुग्छ। अनि हजुर। त्यो एउटा पाथ पनि क्रिएट हुन्छ, म्यानिफेस्टेसन। म्यानिफेस्टेसन भन्छ क्यारे त्यसलाई। हजुर, अनि त्यो कुराले पनि थोरै हेल्प गर्छ जस्तो लाग्छ मलाई चाहिँ। अब कसैलाई अलिकति गाह्रो भएको छ भने म यो गर्न सक्दिनँ भनेर बस्नुभन्दा एकदम, पनि एकदम। मैले यो कुरा गर्न मैले सक्छु भन्दाखेरि चाहिँ मैले राम्रो पनि होला सायद। मैले पनि त्यस्तै मैले अब जस्तै किताब चाहिँ लेख्न सुरु गरेको थिइनँ। तर मैले जसलाई भेटे पनि म किताब लेख्छु है, म अलि पछि किताब लेख्दैछु भनेर मैले त्यो सबैलाई भन्थेँ के होइन। हजुर, म किताब लेख्नेछु अनि मलाई एउटा किताबमा लेख्न छ भनेर मैले भने कि जसलाई भेट्दाखेरि पनि अब हजुर, कन्भर्सेसनमा चाहिँ मैले कता कता त घुसारिदिइसक्थेँ के। अँ, त्यो चाहिँ मैले अननोइङली हजुर गर्दाखेरि हो। पनि त्यसले चाहिँ मेरो बिल्डअप भयो के। अब त्यत्रो मान्छेहरूलाई भनिसकेपछि किताब लेख्नेछु भनेर भनिसकेपछि लेख्नु नि पऱ्यो नि होइन। अब त्यो आफै आउँछ कि त्यो। अनि when the timing is right है, एभ्रिथिङ विल फल इन इट्स प्लेस है वाव! लाइक। अनि त्यो टाइमिङ पनि पर्फेक्ट हुन्छ। अब केही कुरा नै हतार पनि नगर्नुहोस् है, तर अल्छी भएर नि नबस्नुहोस्। अलिकति रुटिन बनाएर डिसिप्लिन भएर अलिकति त्यो हुन्छ नि हजुर, नोट्सहरू लेख्नुहोस्, जर्नल अँ, लेख्नुहोस् होइन। त्यो जर्नल भन्दा मैले हजुरलाई रोकेँ होइन। अब जस्तै कि अब यसरी इलनेस भएको मान्छेहरूलाई चाहिँ हजुरले एउटा बेसबाट सुरु गर्नको लागि चाहिँ हजुर। कस्तो टाइपको जर्नल, कस्तो टाइपको क्वेसनर अथवा केही लेख्नको लागि के सुझाव दिन सक्नुहुन्छ त? आफूले लेख्न अब हजुरलाई अब कन्फिडेन्स छैन, अब म लेखेँ भने अरूले पढ्न सक्छ भन्ने त्यस्तो फिलिङ्स आउँछ भने अब एकजना साथी त होला भन्छु है। एकजना साथीसँग चाहिँ अलिकति सेयर गर्नु। तर हजुरले पुरै कुरा त्यो हजुरलाई अनकम्फर्टेबल लाग्छ, म सेयर गर्दिनँ, उनीहरूले जज गर्न सक्छ भन्ने पनि हुन्छ होइन कति किसिममा। अनि त्यो आफैले भनौँ अब जस्तै आफ्नो पेट छ होइन, अब आफ्नो हजुर, एउटा मानौँ एउटा डगी छ, डगीलाई नै भनिदिनुहोस् कि होइन। अब उम्, आफ्नो जस हजुरको मुखबाट कि त कोही पनि छैन, एक्लै हुनुहुन्छ, त्यो मुखबाट आफ्नै आवाजबाट लेट आउट गर्नुहोस् के। जहाँ भए पनि, जसलाई भए पनि सुन्ने मान्छे जे होस्, प्लान्टै किन नहोस् होइन। प्लान्टलाई पनि भन्नुहोस् अब फेरि बोल्न थालेर अब एक्लै बोल्दा बोल्दा त्यो झन् बिग्रिने पनि हजुर, हुनसक्छ होइन। तर त्यस्तो रूपले भन्दा पनि कतै चाहिँ हजुरले लेट गो गर्नुपर्छ क्या। हजुरले लेखेर हुन्छ कि अब एक्सप्रेस गर्नु, नत्र त्यो सबै कुरा कलेक्ट गरेर जब मनमा राख्दा त्यो धेरै हुन्छ नि, त्यो विस्फोटन हुनसक्छ क्या। हजुर, त्यो विस्फोटन नहोस् भन्नको लागि चाहिँ अलिअलि बिस्तारै लेट गो गरिराख्नुपर्छ। अब जस्तै स्ट्रेन्जरहरूलाई भनिदिने हजुर, ऱ्यान्डम कुरा होइन, ए यस्तो एक्सपिरियन्स मलाई त्यस्तो भयो, नचिनेको मान्छे के मतलब हजुर, कहिले कनेक्ट हुँदैन तिनीहरू आएर आफ्नो कसैलाई भेट्दैन चिनेको मान्छेहरूलाई, उनीहरूलाई भनिदिने, सेयर गरिदिने। अब अलिकति एक्सप्लोर हुन्छ नि त्यस्तो हजुर। किसिमले। जस्तै एक्सप्लोरेसन इज एक्सपिरियन्स भने जस्तै अब उम्, सबैको तर्कबाट चाहिँ बुझ्न उम्, सकिन्छ। एक्सट्र्याक्ट गर्नु हजुर पऱ्यो हो, त्यही त। एक्सट्र्याक्ट गर्नु त्यो चाहिँ एक्सट्र्याक्ट एकदम राम्रो शब्द अँ, भन्नुभयो होइन। अब आफूलाई पीडा भएको छ भने एउटा गुम्सिएर बस्नुभन्दा अलिकति फिँजिएर चाहिँ सोच्नुपर्ने भयो। जस्तै कि फिजिकल। अब नेगेटिभ कुरालाई चाहिँ छ भन्ने थाहा हुँदाहुँदै त्यसमा नगइकन हामी पोजिटिभ साइडमा चाहिँ जानुपर्यो उम्, घरिघरि। अब जस्तै कि अब मलाई अब रनिङ जानु छ अरे, रनिङ उम्, सिल्ड जित्नु छ अरे भनेपछि मैले सुरुवात त वार्म अपबाट गर्नुपर्यो, एक दिन दौडिन सुरुवात सोचेर जानुपर्यो, गर्नु पऱ्यो। सोच्नु पर्यो। प्लान हो, बनाउनु पऱ्यो। सोच्नु पर्यो, पोजिटिभ सोच्नु पर्यो। यहाँले राम्रो भन्नुभयो। हजुर। जस्तै त्यो सोच्दै गर्दाखेरि पो एउटा सम्भव छ भन्ने हुन्छ। यदि सोचेन ल अब 1 महिनापछि चाहिँ अँ। कम्पिटिसन छ अनि म 1 महिनाकै 1 दिन अगाडि चाहिँ एकदमै टेन्सन लिएर बसिरहेको छु, अब भोलि के गिल्टेड गर्ने हो? अनि त्यसपछि 20 मिनेट कुद्दाखेरि म थाकेँ भने त्यो भएन। भएन। हो, त्यही भएर कुनै कुरा गर्नको लागि चाहिँ सुरुदेखि दृढ एउटा आफ्नो मनमा अनि चाहिँ मानसिकता हुनुपर्छ। अब अनि एउटा कन्टिन्युटी र डिसिप्लिन हुनुपर्छ। ब्याट्री चाहिँ लो हुँदै गएको छ। म एन्ड गर्न चाहिँ एउटा कुरा भनेर एन्ड गर्न चाहन्छु त हाम्रो जुन त्यो इन्ट्रुसिभ थट्स हुन्छ नि, हजुर, मैले धेरै कुराहरू इन्ट्रुसिभ तरिकाले नै लेखेको छु होइन। उम्, अनि त्यो जुन
मान्छेको इन्ट्रुसिभ थट्स हुन्छ, जसको पनि हुन्छ, त्यो सबैको कसैको हुँदैन भन्न मिल्दैन होइन। हजुर किन मोनोलगै छैन, इनर मोनोलगै छैन भने चाहिँ त्यो इन्ट्रुसिभ थट्स कम होला होइन कसैको। तर इन्ट्रुसिभ जो थट्स हुन्छ नि जुन, हजुर त्यो आउँछ, त्यो चाहिँ तपाईँ होइन के। त्यो इन्ट्रुसिभ थट्स एक किसिमले हावा आफूले सास फेरेको जस्तै थट्स पनि इन्ट्रुसिभ थट्स त्यसरी आइलागेको हुनसक्छ होइन। अश्लील कुरा सोच्ला मान्छेले, के सोच्ला हजुर होइन, त्यो तपाईँ होइन के। तपाईँले त्यो त्यो अनुसार जबसम्म हजुरले एक्ट गर्नु हुँदैन नि, त्यो इन्ट्रुसिभ थट्स सँग, जस्तै इन्ट्रुसिभ थटले केही भन्ला नराम्रो भन्ला, त्यही अनुसारले एक्ट गर्नुहुन्न, तबसँग त्यो इन्ट्रुसिभ थट्सले तपाईँलाई डिफाइन गर्दैन के। हजुर यो चाहिँ एकदमै सही कुरा भन्नुभयो। जस्तै कि यो समय एउटा टपिकलाई लिएर जाँदाखेरि समय चाहिँ एउटा मानवले निर्धारित गरेको कुरा भन्छ, अनि समय बिना मानव हुँदैन भन्छ नि जस्तो। अनि त्यो समयमा नहुँदाखेरि चाहिँ जस्तै कि अब एउटा मान्छेको सोच चाहिँ ल म यस्तो गरेर अरूको भलो होस् भन्दै अरूको बारेमा धेरै नराम्रो नसोचिकन, भन्नाले राम्रो पनि अब सोच्नुपर्ने जरुरत छैन, तर नराम्रो नसोचिकन अगाडि बढेर एउटा कुरामा लाग्यो भने उसको राम्रो हुन्छ। तर कोही मान्छे अब उसले अब अरूको टिप्पणी गर्दै यो चाहिँ किन यस्तो नराम्रो, उसको चाहिँ यो कन्डिसन कस्तो नराम्रो, यो फलानाको छोरो चाहिँ यस्तो, यो जुन प्रवृत्ति छ, यो कल्चर छ, त्यो कल्चरले चाहिँ डिमोलिस हुन्छ जस्तो लाग्छ क्या मलाई। गरेको यो मास्कुलिनिटीसँग काना हुन्छ युजुअली होइन, केटाहरू नै हुन्छ, केटाहरू मान्छेहरू अब गाइजहरूले भनौँ न, कसै हजुरले केही कुरा भन्नुभयो उनीहरूले कसरी लिन्छन् भन्दाखेरि नेगेटिभ पोइन्टबाट सुरु गर्छन् के, यो होइन भनेर सुरु गर्छन्। पोजिटिभबाट भयो भने पनि यो हो तर भनेर अनि त्यहाँबाट कुरा सुरु हुन्छ कि। अब त्यो कुरा चाहिँ अलिकति हामीले नगरेकै राम्रो हो जस्तो लाग्छ मलाई धेरै होइन। तर सबै जसले तर्क दिनुहुन्छ, जसले क्रिटिक गर्नुहुन्छ, जसले चाहिँ कुनै विषयको बारेमा बोल्नुहुन्छ, त्यो विषय बोल्दाखेरि चाहिँ म हजुरलाई सोच्नु भन्छु। कसरी चाहिँ अब सोच्नु भन्दा नि सोध्नुहोस्, त्यो अब कसले चाहिँ के आधारमा लेखेको हो भनेर लेखियो बुझियो भने पो चाहिँ त्यो अनुसारको ज्ञान बुझिन्छ। अब कसरी लेखेको छ अनि आफ्नो तरिकाले बुझ्न थाल्दाखेरि त्यो आफ्नो बुझाइले चाहिँ कहिलेकाहीँ नराम्रो हुन सक्ला, कहिलेकाहीँ नराम्रो मिनिङ लाग्न सक्ला होइन। त्यो कुराले चाहिँ अलिकति ध्यान दिनु पर्यो। कसैको क्रिटिक गर्नुभन्दा अगाडि सोच्नु पर्यो, सबैको बारेमा बुझ्नु पर्यो। अनि यो पुस्तक समाजमा, अब यो जुन हजुरको पुस्तक छ नि, यो पुस्तकले चाहिँ समाजमा के कुराको चाहिँ संवाद सुरु गरोस् भन्ने चाहनुहुन्छ हजुर? जस्तै केही क्वेसनियर जस्तै कस्तो इन्फ्लुएन्सहरू चाहिँ गरोस् भन्ने चाहनुहुन्छ? के कुरा चाहिँ मान्छेहरू बिच चाहिँ गुनगुनाहट होस् यो किताबले गर्दाखेरि भन्ने चाहनुहुन्छ? किताबले बस एउटा मेसेज क्लियर होस् होइन, हजुर, अनि स्टिग्मा नहोस् केही कुरामा नि, अनि आफूले चाहेको कुरा चाहिँ सुरु चाहिँ गर्नु पर्यो भन्छु कि म होइन। अब हजुरलाई स्नोबोर्डिङ गर्न जानु मन छ, ट्राई गर्नुहोस् होइन, सुरु चाहिँ गर्नुहोस्। अब अन्त्य होला नहोला त्यो आफ्नै ठाउँमा छ होइन। सबै कुराहरूले सुरु गरेर अन्त्य नै गर्नुपर्छ भन्ने पनि छैन होइन। जो सुरु गर्नुहोस्, एक्सपिरियन्स ग्यादर गर्नुहोस्, त्यही कुरा अरू कुरामा नि युज गर्न सकिन्छ नि त। हजुर। अनि म चाहिँ यो बुक पढेर एउटा जस्ट सेटिस्फाइड फिलिङ आओस् होइन, पढ्ने मान्छेहरूमध्ये पाठक भनिन्छ क्या होइन, पाठकहरूमा चाहिँ एउटा सेटिस्फाइड फिलिङ आओस् भन्ने चाहन्छु पढेर। मलाई पढेर मान्छेहरू अब म त्यही भएर एक्ट 1 र एक्ट 2 बनाएर लेखेको छु नि त होइन। अब एक्ट 1 मा त्यो मेडिकल कन्सेप्ट भयो होइन, अनि एक्ट 2 चाहिँ अब त्यो जुन मेडिकल कन्सेप्ट भन्दा आउट अफ द बक्स होइन, स्पिरिचुअल अलिकति मिथिक टाइपको हुन्छ होइन, त्यो भाग मैले पूर्ण व्यक्त गरिरहेको छु। जस्तै चाहिँ जुन समुदायमा एउटा तपाईँको फिजिकल्ली मात्रै कुनै कुरा हुँदैन, त्यसमा स्पिरिचुअल्ली पनि लाग्नुपर्छ भन्ने एउटा मार्गदर्शन दिनुभयो हजुरले। अनि जस्तै चाहिँ गाह्रो कन्डिसन आए पनि, जस्तै अप्ठ्यारो अवस्था आए पनि त्यो कुराको चाहिँ एउटा सोल्युसन छ भनेर चाहिँ यहाँले हामीलाई धेरै जानकारी दिनुभएकोमा धेरै धन्यवाद भन्न चाहन्छु। अनि कसै केही कुराले सबैलाई सताइरहेको नै हुन्छ, तर त्यही सताइरहेको कुरामा पनि एउटा सानो एउटा ढोका अथवा केही खुल्ला आवाज पाइयो भने पनि कसैलाई एउटा राम्रो राहत हुन्छ। अनि जो पनि यो अब भन्दाखेरि नराम्रो सुनेको पनि, कोही दुर्व्यसनीमा फस्नु भएको छ, कोही लागु औषधमा फस्नु भएको छ, अथवा कसैलाई एकदमै नराम्रो कुराहरू भएको छ, जसले चाहिँ आफ्नो पास्ट एक्सपिरियन्समा एकदमै नराम्रो कुराहरू गरेर बस्नु भएको छ, उहाँहरूलाई पनि म एउटा कुरा भन्न चाहन्छु कि हजुरको पास्ट चाहिँ फर्केर आउनेवाला छैन। अनि हजुरको फ्युचर चाहिँ
आइसकेको छैन। अनि जे छ त्यो अहिले नै छ। हजुर, अनि हजुरले केही गर्न सक्नुहुन्छ भने त्यो अहिले नै गर्न सक्नुहुन्छ। अनि सुरुवात गर्नु छ भने सायद अहिलेभन्दा राम्रो समय कुनै पनि हुँदैन हजुर। होला। अब एउटा अब यो मेरो हजुर, बुक चाहिँ अब हिन्दू मिथोलोजी भए पनि होइन, हजुर, मैले एउटा होइन बिब्लिकल टर्ममा के भन्न चाहन्छु भने मेन कुरा भनेको फर्गिभनेस हो होइन। हजुर, आफैलाई सुरुमा फर्गिभ गर्न सक्नुहोस् होइन। हजुर, अनि जब आफैले आफूलाई फर्गिभ गर्नुहुन्छ, आफूले अरूलाई पनि फर्गिभ गर्न सक्छ अनि अरूले नै आफूलाई फर्गिभ गर्न सकिन्छ के। अनि त्यो फर्गिभ गरेर बेटरमेन्टको लागि पाइला चलाउनुहोस् भन्छु। हजुर। फर्स्टमा चाहिँ सबैभन्दा पहिले चाहिँ आफैलाई फर्गिभ गर्नु। आफ्नै हजुर, कुराहरूलाई गर्नुपर्यो। अनि आफूले गर्ने बानी सुधारिसकेपछि चाहिँ अरूहरूलाई सोधेर त्यो कुरामा विचार राखेर चाहिँ अगाडि बढ्नुपर्यो हरेक कुरामा। अनि जस्तै कि अब हामीले कुरा गर्दा गर्दाखेरि यो हिजोको कुराले चाहिँ जसलाई अब पीडा भएर त्यो सोचेर बस्छ कि मलाई चाहिँ यस्तो नराम्रो भयो, मलाई चाहिँ यो कुराले पुगेको छैन, यो कुराले पूर्ति छैन भन्नुभन्दा पनि तपाईँलाई चाहिएको त धेरै होला, चाहिएको सबै कुरा होला, तपाईँलाई चाहिएको हेभन होला, तर तपाईँको लाइफमा ब्लू आउन सक्छ नि त। हजुर, त्यो सँगसँगै भएको कुरा हो। त्यही भएर चाहिँ हेभनलाई सोच्दाखेरि चाहिँ एउटा पोजिटिभ वेमा नै सोच्नु पर्यो। जस्तै कि मलाई यो पुगेको छैन भन्दाखेरि पनि मलाई एटलिस्ट अलिकति एउटा केही नलेज त आएको छ। आजको दिनमा चाहिँ एउटा कुरा पोजिटिभ कुरा मैले सिकेँ। अब भोलिको दिनमा केही कुरा नयाँ सिक्न सक्छु भनेर चाहिँ त्यसको एउटा टेबल अथवा केही कुराहरू लेखेर आफ्नो जर्नलमा लेख्यो भने चाहिँ सायद त्यसले पनि मोटिभेट गर्न सक्ला हजुरले भने चाहिँ है। हजुर। त्यही त एन्ड डेस्टिनेसन भन्दा नि जर्नी होइन। हजुर। त्यो अनि हजुरले चाहिँ अहिले यो श्रोताहरूलाई चाहिँ मानसिक स्वास्थ्यबारे एउटा कुरा भन्नुपर्दा के भन्नुहुन्छ त? एउटा अन्तिम कुरा भनौँ न। जस्तै यो मानसिक स्वास्थ्य भन्नाले अब मेन्टल हेल्थ चाहिँ मेन्टल कस्तो कुरा हो भनेर चाहिँ हजुरले एउटा मलाई विस्तृत रूपमा एउटा अन्तिम कुरा भनिदिनुहोस् न। एक्लै त्यसलाई नलड्नुहोस्, हजुर, सेयर गर्नुहोस् कुराहरू। हजुर, अनि बेटर हुन्छ, टाइम दिनुपर्छ। ओन्ली टाइम क्यान हिल अ ब्रोकन हार्ट भन्ने सेयिङ छ नि होइन। हजुर, अब त्यस्तो अब त्यही त्यही भन्छु मैले त। त्यो टाइम दिनुहोस् अनि त्यसपछि अलिकति माइन्ड सेट चेन्ज गराउनुहोस्। तपाईँले सोच्ने तरिका फरक तरिकाले सोच्नुहोस्, नेगेटिभ तरिकाले नसोच्नुहोस्। म नराम्रो छु, म यस्तो छु, उस्तो छु भनेर आफैलाई धिकार्ने काम नगर्नुहोस्। बरु आफ्नो राम्रो कुराहरू हुन्छ नि, जस्तै आफ्नो गुड क्वालिटिजहरूलाई पनि रिफ्लेक्ट गर्नुहोस्। अनि सबै कुराहरूमा गुड क्वालिटीहरू रिफ्लेक्ट गर्न सिक्नुहोस् है। त्यही भन्छु म। अनि हजुरले यो मेन्टल हेल्थलाई चाहिँ अब अरूको अगाडि चाहिँ कसरी चाहिँ व्यक्त गर्ने? कोही मान्छेले चाहिँ अब उसलाई गाह्रो भइरहेको छ, उसले कसैलाई भन्न सकिरहेको छैन, उसलाई चाहिँ गाह्रो महसुस भइरहेछ। अब कसैले मलाई भन्दाखेरि अफेन्ड गर्ने हो कि त्यो ओभर थिङ्किङ जुन हुन्छ त्यो फेजमा चाहिँ उसलाई गर्दाखेरि त्यहाँ आएर भन्दाखेरि चाहिँ मेड्सले चाहिँ हेल्प गर्छ त्यसको हजुर, लागि है। फार्मास्युटिकल जस्तै डक्टरले हजुरलाई जुन प्रिस्क्राइब गरेर मेड्स दिनुहुन्छ नि, त्यो मेड्सले चाहिँ के गरिदिन्छ भन्दाखेरि आफ्नो मनबाट एङ्जाइटी हटाइदिन्छ। हजुर, आफ्नो एङ्जाइटी प्यारानोया हटाइदिइसकेपछि त्यो खाली हुन्छ नि त त्यो ठाउँ। हजुर, अनि त्यो ठाउँ खाली भएपछि आफैले राम्रो कुराहरूले त्यो ठाउँलाई भरेर अगाडि बढ्न सकिन्छ क्या। हजुर। आफूले आफूलाई चाहिँ पहिलोचोटि चिन्नु पर्यो। पहिलोचोटि आफूले आफूलाई चिन्नु पर्यो। त्यसपछि चाहिँ यो समाजमा के भइरहेको छ र कसरी बाँच्न सकिन्छ भनेर एउटा बाटो रोज्नु पर्यो। हजुर। अनि आफूलाई मन लाग्ने कुरा गर्नुहोस्, स्वस्थ रहनुहोस्, स्वस्थ एकदम। खानुहोस्। लागु औषध, सुर्तीजन्य पदार्थ लगभग यो मदिरापानहरूमा कुनै पनि नलाग्नुहोस्। किनभने यो सबै नै एउटा जाल हो भन्न चाहन्छु। जस्तै यो औषधि पनि, यो मेडिसिन्स पनि धेरै खायो भने एउटा हो, नराम्रो हो। ड्रगको रूपमा अब लिन जस्तै सकिन्छ। अब त्यही लेखेको छ त्यो बोटलको त्यो हजुर, त्यो हुन्छ नि जुन चाहिँ त्यो म्याकी भन्ने क्यारेक्टरलाई भेट हुन्छ हजुर, हजुर, होइन किताबमै। अनि त्यसपछि उहाँले भन्नुभएको थियो 3टा खानुहोस् त तपाईँ 2 दिनको लागि सुत्नुहुन्छ, तर 3टा भन्दा धेरै युज गर्नुभयो भने तपाईँ सधैँको लागि सुत्नुहुन्छ भनेर हजुर, जस्तै भनेको छ नि। हो हजुर, त्यो त्यो टाइपले हेर्दाखेरि पनि त्यो मेड्स पनि अब ओभर लाइक अब्युज गऱ्यो भने मेड्स पनि के हुन्छ भन्दाखेरि पेन किलर अनि स्लिपिङ ट्याब्लेट जस्तोको युज हुन्छ होइन। तर हजुर, त्योभन्दा बढी युज गऱ्यो भने तपाईँको किडनीमा गएर ह्याम्पर गरेर तपाईँको अन्त्य हुन पनि सक्छ नि त होइन। हजुर, चिनी पनि धेरै खायो भने गुलियो हुन्छ भन्ने सेयिङ छ नेपालमा होइन। त्यही तरिकाले अब औषधि पनि डक्टरले दिनुभएको छ भने त्यसको डोसेज हुन्छ नि, आफूलाई बेटर हुँदै जान्छ, डोसेज चाहिँ घटाउँदै जानु त्यसरी जानुपर्छ। हो, भनेपछि लाइफ इज अल अबाउट ब्यालेन्स भनेर यो ब्यालेन्स। कुरामा राख्न सक्छौँ। किनभने एभ्रिथिङ ब्यालेन्स भयो भने सायद कुनै कुरा तपाईँले कमी गर्नुभएको छ भने नि कुनै कुरा एउटा पोजिटिभ कुराले ल्याएर भर्नुभयो भने त्यसमा एउटा ब्यालेन्स
आउँछ। अनि हजुरहरूले केही खाँदै गर्नु भएको छ, केही नराम्रो कुराहरू सेवन गर्दै हुनुहुन्छ भने पनि त्यसलाई छोटो ब्रेक छोटो रूपमा ब्रेक लिएर अब त्यसलाई एउटा एउटा सोल्युसन चाहिँ कसरी हाउ क्यान आई रिलिभ फ्रम दिस स्टेट भनेर चाहिँ एउटा सोच्न सक्नुहुन्छ। अनि त्यहाँपछि हजुरहरूले आफ्नो लाइफलाई फेरि पाउन सक्नुहुन्छ भन्ने आशा गर्दछु। अनि यो कसैले चाहिँ आफूलाई चाहिँ एउटा स्पिरिचुअलिटीमा ल्याउनु, कसैले आफूलाई आफ्नो आफ्नो भित्रको द्वन्द्वबाट चाहिँ बाहिर गर्नु चाहिँ एकदमै ठुलो कुरा हो भन्छ। अनि हाम्रो बिलभजीलाई चाहिँ म एकदमै विशेष धन्यवाद दिन चाहन्छु, किनभने उहाँले यो यस्तो बुक लेख्नुभयो जो चाहिँ मान्छेहरूले सोच्न पनि सक्दैन, जो चाहिँ मान्छेहरूले कल्पना नै गर्दैन। कति मान्छेहरूलाई त्यो पोसिबिलिटी नै थाहा छैन कसरी चाहिँ यो कुराहरू गरौँ भनेर। उहाँले चाहिँ आफ्नो कुराहरू ओभरकम गरेर आफ्नो त्यो पास्ट एक्सपिरियन्सहरूलाई बोलाएर आफ्नो लाइफमा एउटा नयाँ चिराग बाल्नु भएको छ। त्यो कुरालाई चाहिँ म एकदमै हजुरलाई एकदमै सम्मान गर्न चाहन्छु र हजुरको यो कुराले गर्दाखेरि चाहिँ हाम्रो भावी आउने युगहरूमा पनि एकदमै योगदान पुर्याउनेछ भन्ने आशा राख्दछु। जाँदा जाँदै हजुर धन्यवाद है। जाँदा जाँदै म के भन्न चाहन्छु भने अर्को एउटा कुरा माइनर कुरा मिस भएको थियो होइन। हजुर, जस्तै मैले त एकदम नास्तिक जीवन बिताएको थिएँ होइन। हजुर। मैले त्यो मात्रै होइन कि मैले एकदम अभोइड गरिराखेको थिएँ कि अब रिलिजियस टपिक, रिलिजियस कुराहरू मलाई कति पनि मन पर्थेन होइन। अनि एकदम अभोइड गरेको थिएँ। अनि त्यही कुराले आएर मलाई हन्ट गऱ्यो कि जस्तै हजुरले केही कुरा अभोइड गर्नुभयो, यति अभोइड यति धेरै पनि त्यसलाई त्यसको बारेमा नसोच्नु, त्यसलाई धेरै अभोइडेन्स नगर्नु होइन। अब ठिकै छ त तपाईँ भेजिटेरियन हुनुहुन्छ ठिकै छ होइन। तर सबैमा गएर भेजिटेरियन हो यस्तो भन्न थाल्यो भने आफूलाई ह्याम्पर गर्दो रहेछ कि। हजुर, जस्तै मेन्टल हेल्थको रूपमा हेर्दाखेरि मैले चाहिँ नास्तिक भनेँ, तर लास्टमा के भयो मिथिकल गड मिथिकल नै प्रेजेन्ट भएर मेरो हुन्छ नि हजुर, त्यो लाइफलाई नै कताबाट कुन रूपमा चेन्ज हुन्छ त्यो भन्न सकिँदैन नि त। त्यही भएर धेरै कुरा पनि अभोइड नगर्नु। अभोइड गर्नुहुन्छ भने पनि कस्तो रूपले त्यो अभोइड गर्नुहुन्छ ठिक हुन्छ, तर त्यसैको बारेमा आफ्नो लाइफलाई, आफ्नो पर्सनालिटी, आफ्नो क्यारेक्टरलाई नै त्यही अभोइडेन्स नबनाउनुहोस्। हजुर। अब यो हजुरले भनेको एकदमै छर्लङ्ग भयो। जस्तै पोजिटिभ र नेगेटिभ सँगै आउँदाखेरि पनि नेगेटिभ छ त्यसलाई अभोइड गर्नु भन्दाखेरि पनि नेगेटिभ छ, इट्स अलवेज देयर, बट थिङ्किङ पोजिटिभ इज वाट यु क्यान डु होइन। अनि त्यहाँपछि वाट यु थिङ्क इज वाट यु बिकम, त्यो चाहिँ म भन्न चाहन्छु। किनभने हजुरले सरल रूपमा राम्रो सोच्नुभयो भने अवश्य नै राम्रो हुन्छ, नराम्रो हुने बाटो नै छैन। अनि त्यहाँपछि अर्को कुरा चाहिँ के हो भन्दा जसले चाहिँ आफ्नो लाइफलाई चेन्ज गर्न सक्नुभएको छैन, इफ यु डोन्ट चेन्ज एनिथिङ यु आर चुजिङ द थिङ द्याट यु ह्याभ। जस्तै कि आफ्नो लाइफलाई के चेन्ज गर्न सक्नु हुँदैन भने, चाहनु नै हुँदैन भने त तपाईँले जुन त्यो पुरानो लाइफ थियो त्यही नै चुज गरिराख्नु भएको हो नि त। सायद त्यो चाहिँ कसैले पनि चुज नगर्नुहोस् भन्छु, किनभने आजभन्दा आजको 1 मिनेट अगाडिभन्दा अर्को 1 मिनेट अगाडि के बेटरमेन्ट हुनसक्छ। किनभने समय यो सेकेन्ड सुईसँगै गरेर नै 1 दिन हुने हो, 1 दिन भएपछि 1 हप्ता हुने हो, 1 महिना हुने हो, 1 वर्ष हुने हो। त्यो गर्दा गर्दा कोही मान्छेको जीवन बित्छ, कुनै प्राणीहरूको जीवन बित्छ। त्यही अनुसार हरेक समय मूल्यवान छ, हरेक प्रकृति मूल्यवान छ, हरेक शब्द मूल्यवान छ र हरेक बाचा मूल्यवान छ। त्यसैले गर्दाखेरि सबैजनाले चाहिँ आफूलाई बुझ्नुहोस्, आफ्नो कुराहरू बुझ्नुहोस् र घरमा भएको फ्यामिलीहरू कसैलाई नराम्रो छ भने प्लिज राम्रोसँग ट्रिट गर्नुहोस्। अनि सबैजना स्वस्थ रहनुहोस्, राम्रो खानुहोस्, राम्रोसँग बस्नुहोस्। अनि नयाँ वर्ष 2026 सालको हार्दिक शुभकामना सबैलाई राम्रो होस् भन्दै मैले चाहिँ यहाँबाट स्विजरल्यान्डबाट ल्याएको एउटा चकलेट छ, यहाँ हजुरलाई दिन चाहेँ मैले थोरै। प्लिज लिनुहोस्। नाइस, थ्याङ्क यू। दिस लुक्स गुड, थ्याङ्क यू सो मच। अनि हाम्रो एउटा कुरामा चाहिँ एन्डमा चाहिँ म के भन्न चाहन्छु भने एउटा यस्तो फनी कुरा छ कि हजुर, जुन मान्छे चाहिँ नास्तिक थियो होइन, हजुर, त्यही मान्छेलाई गड कम्प्लेक्सिटी भयो कि हजुर। होइन। अब त्यो कस्तो रूपले हेर्ने है अब त्यो कुरालाई चाहिँ अब कस्तो रूपले हेर्न सकिन्छ भन्दा कुनै कुरा चाहिँ हजुरले भने चाहिँ धेरै अभोइड नगर्नुहोस् अथवा नेग्लेक्ट नगर्नुहोस्। जस्तै कि डोन्ट थिङ्क ब्याड अबाउट द्याट थिङ, इट्स नट गुड भन्दाखेरि पनि इट माइट बी गुड बट वी क्यानट टक ब्याड अबाउट इट। इफ यू क्यानट बी गुड डोन्ट बी ब्याड, द्याट्स द थिङ। अघि नै हजुरले त्यही उल्लेखन गरिराख्नु भएको थियो, मलाई एकदम त्यो तर्क मन परेको थियो। हजुर, यहाँलाई मेरो सोमा आइदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि एकदमै बधाई पनि हजुरको नयाँ बुक आउन लागेको छ, त्यसको लागि पनि म एकदमै आभारी छु। अनि हजुरहरूले यो बुक चाहिँ एमाजोनमा किन्न पाउनुहुन्छ। यु क्यान बाई दिस बुक इन एमाजोन भेरी फ्रिली एन्ड वी अल्सो हेभ अडियो बुक द्याट इज अलरेडी रिलिज्ड एन्ड इट्स just about your point of view, like if you want to get out of the mental illness, awareness, and if you are reaching
about anything that's have been difficult to you, you can just contact us and we can help you out. We got a lot of teams that can help you. And Happy New Year 2026. Thank you so much. Happy New Year, guys. Thank you so much for being here.